we need to study that subject in which we are interested. तिमी एकदमै स्किलफुल छौ र यु आर ड्याम कन्फिडेन्ट अबाउट इट भने चाहिँ गर्नु नसक्ने कुरा त के नै हो र होइन. मान्छेहरूले भन्दाखेरि अझै पनि किन ढिला भएर या इन्टरनेटबाट भन्छ. तर अब समय एउटै हुँदैन, ऊर्जा एउटै हुँदैन, एज एउटै हुँदैन. स्टार्टेड टु बिलिभ कि यस देयर इज सम काइन्ड अफ एनर्जी द्याट किप्स यु मुभिङ, द्याट किप्स यु वेकिङ अप एभ्री डे होइन. नमस्कार, स्वागत छ सेलेहिती पोडकास्टको यो नयाँ एपिसोडमा यहाँहरू सबैलाई. म राम तपाईँहरूसँग छु. यो पोडकास्टमा हामी जीवनका विविध आयाम लगायत समाजका अनेकौं विषयहरूबारे अन्तरङ्ग कुराकानी गर्नेछौँ. आज हामी धेरै वर्षदेखि सङ्गीत साधनामा लागिरहेका नेपाली सङ्गीतका एक रत्न निरज रत्न साकेसँग उनका साङ्गीतिक जीवन, नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा, जीवन भोगाई र अनुभवबारे कुराकानी गर्नेछौँ. निरज, वेलकम टु द सो. थ्याङ्क यू. कस्तो छ आजकल? के छ, केमा व्यस्त छौ? अहिले त त्यस्तो व्यस्त नै त छैन. अब एज युजुअल एभ्री डे जसरी अरू सबै नेपाली जो विदेशमा बसेर आफ्नो जीवनयापन गरिरहेछ त्यसरी नै मेरो पनि त्यसरी नै बितिरहेको छ. एज युजुअल काम जाऊ घर आऊ. अब स्पेसिफिकली अहिले भन्नुपर्दाखेरि चाहिँ किनकि भर्खरै मात्रै नेपाली नयाँ वर्ष पनि गयो होइन नेपाललाई. त्यसमा चाहिँ अलिकति बिजी थिएँ, नेपाली कार्यक्रमहरू भइरहेको थियो अनि त्यसैमा अन एन्ड अफ बिजी थिएँ. त्यो बाहेक चाहिँ अब परिवार काम त्यसैमा व्यस्त हो. पक्कै पनि. म त्यतितिर जाँदै थिएँ सुरुवाती क्रममै, जुन यहाँको स्थानीय स्तरमा गरिने गिगहरू त्यतितिर लाँदै थिएँ कुराकानीलाई. जस्तै तिमीले भर्खरै भनिहाल्यौ होइन, अस्ति भर्खरै नेपाली नयाँ वर्षको सेलिब्रेसनको लागि चाहिँ न्यू क्यासलमा कार्यक्रम भएको भनेर तिमीले जानकारी दिएको थियो. कस्तो भयो त्यो? रमाइलो भयो. न्यू क्यासल त होइन, राम यता सेन्ट्रल कोस्ट नेप्लिस कम्युनिटीले आयोजना गरेको कार्यक्रम थियो. उनीहरूले एभ्री इयर चाहिँ अब नयाँ वर्ष र अब होली जस्तो कार्यक्रमहरूमा चाहिँ लकिली दे इन्भाइट मी होइन. जहिले पनि इन्भाइट गरिरहन्छ मलाई अनि त्यसैमा गएको थिएँ. अनि उपस्थिति पनि त्यही बाक्लो त थिएन किनकि सेन्ट्रल कोस्ट आफैमा चाहिँ नेपाली कम्युनिटी सानो छ. सेन्ट्रल कोस्ट आफैमा पनि अब जियोग्राफिकली सानो छ होइन. बट स्टिल राम्रै उपस्थिति थियो नेपालीहरूको. आउनुभयो सबैजना, स्पेसली नेपालबाट आउनु भएको अङ्कल आन्टीहरू, आमाहरू, दिदीबहिनीहरू आउनुभएको थियो. उहाँहरूको उपस्थिति चाहिँ बाक्लो थियो. रमाइलो भयो. अब सबैजना नेपाली खाना खाने, नेपाली गीत गाउने, नाचगान गर्ने, त्यही त रमाइलो. त्यो यस्तो कार्यक्रममा त्यहाँ नेपाली बाहेक अरू कल्चरल ब्याकग्राउन्डका मान्छेहरूको कस्तो खालको थियो? त्यो चाहिँ इन्ट्रेस्टिङ थियो यो कुरामा. यसपालि चाहिँ हाम्रो चाहिँ मेम्बर अफ पार्लियामेन्ट रहनुभएको कुन चाहिँ पार्टीबाट हो एक्ज्याक्टली त मलाई थाहा छैन. क्यान नट भेरी पोलिटिकल पर्सन होइन, तर लुसी विक्स उहाँ चाहिँ आउनुभएको थियो. अनि उहाँको सपोर्ट हाम्रो कम्युनिटीलाई देखेर चाहिँ आई वाज सरप्राइज्ड. अनि खुसी लाग्यो कि अरूहरू पनि नेसनल लेभलमा चाहिँ रिप्रेजेन्ट गर्ने पर्सनहरू पनि आउनु भएको रहेछ. अनि हाम्रो नेप्लिस कम्युनिटीले पनि उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नुभएको देखेर चाहिँ दुइटैको चाहिँ त्यो हातेमालो देखेर चाहिँ आई वाज सरप्राइज्ड एन्ड खुसी लाग्यो. गुड. त्यो आवश्यक पनि छ नि होइन, स्पेसली यो बहु सांस्कृतिक भन्छ मल्टिकल्चरल सोसाइटीमा हामी जो बसिरहेछौँ त्यति बेला एकले अर्कालाई बुझ्ने क्रम त जारी राखिरहनुपर्छ होइन. नेपाली समुदायबाट त्यो खालको इनिसिएटिभ पनि राम्रै हो होइन. एक्ज्याक्टली. जस्तै यो त्यो अस्तिको प्रोग्राममा नेपालबाट कोही निम्त्याएका कलाकारहरू पनि हुनुहुन्थ्यो कि स्थानीय स्तरकै कलाकारहरू मात्रै प्रस्तुति रह्यो? त्यो चाहिँ अलि यसपालि दुर्भाग्यवश भनौँ होइन. हाम्रो राष्ट्रिय कलाकार राजेन्द्रनाथ सेवागढीजी खास आउने कुरा हो. उहाँको प्रोग्राम थियो, खास मेन आर्टिस्ट उहाँ हुनुहुन्थ्यो. तर अब दुर्भाग्यवश उहाँको चाहिँ अब भिजाको चाहिँ अलिकति प्रोसेस इस्यु भएको भएर चाहिँ मेरो लागि चाहिँ इट टर्न आउट बेटर फर मी किनकि द होल प्रोग्राम वाज फोकस्ड अन मी. सो मैले एक्लैले गर्नु पर्यो होइन. So you were leading the program, especially cultural. Kind of. Alright. हुन्छ नि कहिले काहीँ त्यो एउटा क्राइसिस पनि अपर्च्युनिटीमा बदलिन्छ. अर्गनाइजरहरूले पनि सबै त्यो
प्रेसर चाहिँ मलाई खडाइनु भयो एकदमै। ल निरज भाइ अब सबै कुरा तिमीमा छ भनेर भन्दिनु भएन अनि आई वाज लाइक सायद अर्गनाइजरसँग अरू चोइस पनि थिएन होला हैन ब्याक इन द हेड चाहिँ आई वाज लाइक ओके मैले खोजेको यही नै हो किनकि म आई हेभ द फुल क्राउड अन मी होइन राइट अनि अब मसँग अनलिमिटेड टाइम छ नर्मली चाहिँ जुनै पनि नेपाली प्रोग्राममा जाँदाखेरि चाहिँ अब एउटा एकदमै लिमिटेड टाइम हुन्छ होइन अब आधी घन्टा अथवा 15-20 मिनट 2-3 गीत गर्ने अनि त्यसपछि पुस गर्न थाल्ने त्यो एउटा प्रवृत्ति छ होइन किनकि नेपाली प्रोग्राम एक त टाइममा सुरु हुँदैन कहिले पनि 6 बजी भनेको प्रोग्राम 8 बजी पुरा सुरु हुन्छ सो वी वेस्ट आवर मोस्ट क्रुसियल टाइम इन द बिगिनिङ एकदम होइन त्यो भएको भएर प्रोग्राम ढिला सुरु हुन्छ एन्ड देन दे स्टार्ट पुसिङ अस गीत कम गर छिटो गर ह्यान तेन त्यो भएको भएर तर स्पेसिफिकली यो प्रोग्राममा चाहिँ त्यसले गर्दाखेरि चाहिँ आई ह्याड इनफ सो पहिला चाहिँ नि छिटो गर भनेर चाहिँ नि प्रेसर हुन्थ्यो भने अब अलि लम्ब्याउ भन्ने प्रेसर भयो त्यही एक्ज्याक्टली त्यो भयो कि अब चाहिँ के भयो भने मसँग चाहिँ मेरो जुन प्रिपेरेसन थियो नि त्यो पनि सकिएर पनि अब अन द स्पोट स्पोन्टेनियस पनि मैले गर्नु पर्यो क्या त्यो अनप्रिपेयर्डनेसको भन्छ नि लाइक जहिले पनि प्रिपेयर्ड भएर बस्नु अनप्रिपेयर्ड अनएक्सपेक्टेडको लागि हुन्छ नि त्यो ठिक छ विच वाज फन आई लाइक्ड इट ओके यो जस्तै त्योभन्दा अगाडि पनि सायद होलीको उसमा पनि प्रोग्राम अर्गनाइज भएको थियो त्यहाँ होइन त्यतैतिर होइन त्यहाँ फेरि अब अघि भने जस्तै इट वाज लाइक अपोजिट किनकि प्रोग्राम वाज एकदमै लेट भयो होइन अब दिउँसोको प्रोग्राम राखेको थियो स्पेसली होली अब खेल्ने त दिउँसो नै हो खास होइन तर अब हाम्रो नेपालको वेदर र यहाँको वेदर डिफ्रेन्ट छ नेपालमा फेभरेबल वेदर थियो होला होलीको लागि तर यहाँ त इट वाज टु हट दिउँसो 12 बजी त अब मान्छे एकदम बेरली आउँछ होइन अनि त्यो 12 बजीदेखि प्रोग्राम स्टार्ट भनेछ अब त्यही अनुसार चाहिँ उनीहरूले स्केड्युल प्रिपेयर गरे होला विच वाज फाइन तर अब मान्छे नै नभएपछि त अब त्यहाँ गएर पर्फर्म गर्ने कुरा भएन अनि मान्छे आउनु स्टार्ट भनेको चाहिँ एटलिस्ट तपाईँको 3-4 बजीदेखि बोल मान्छे आउनु सुरु हुन्छ म 3 आवर्स 4 आवर्सको त्यो स्केड्युल चाहिँ इट वाज स्क्रैप्ड अलरेडी त्यो भएको भएर ढिला हुँदै गयो अनि आफूले प्रोग्राम गर्ने बेलामा चाहिँ त्यही त हो नि पुस सुरु भयो 2टा गीत गऱ्यो फिनिस यो जस्तै एकदमै इम्पोर्टेन्ट कुरा तिमीले भन्यो यहाँनिर होइन प्रोग्राम डिले हुने कुरामा चाहिँ नेपाली प्रवृत्तिको कुरा अघि गर्दै थियो नेपाली प्रवृत्तिलाई एकैछिन यता पोज गरेर म जस्तै त्यहाँनिरको स्पेसिफिकली त्यो चाहिँ होलीको प्रोग्राममा डिले हुनुमा त अलिकति अर्गनाइजरहरूले पनि अलिकति माइन्डफुल हुनु पर्थ्यो टाइमको लागि होइन जस्तै त्यो चाहिँ वेदरको लागि त्यसपछि होइन हिटको होइन तर अब नेपाली प्रवृत्तिको कुरा गरौँ न त हामी जहाँ पनि टाइममै एकदमै हाम्रो टाइम म्यानेजमेन्ट स्किल हो कि या हामीले टाइमलाई चाहिँ त्यति भ्यालु नगरेको हो किनकि यहाँ त मान्छेहरूलाई टाइम भनेपछि एकदमै भ्यालुएबल छ नि त होइन उनीहरूले एकदमै रेस्पेक्ट गर्छ नि त होइन एकदमै डटमै हरेक कुराहरू उनीहरूले स्टार्ट गर्ने फिनिस गर्ने गर्छ तर नेपालीमा चाहिँ किन यो खालको कुराहरू चाहिँ जस्तै हामी नेपालबाट माइग्रेट भएर यहाँ आइसकेपछि पनि हाम्रो यो प्रवृत्ति चाहिँ किन नसुध्रिएको होला कस्तो लाग्छ यो त अब एभर लास्टिङ डिबेट हो होइन मैले मात्र के भन्ने अब छोटकरीमा भन्दाखेरि चाहिँ सबैले अब नेपाली त हो नि होइन जहाँ गयो नि नेपाली हो नेपालीको बानी भनेर हामीले टार्छौँ तर त्यो चाहिँ एकदम इजिली टारेको कुरा हो जुन चाहिँ राम्रो होइन खास होइन किनकि अब यु सुड रेस्पेक्ट एभ्री वान्स टाइम सबैले अब टाइम मिलाएर अब अर्गनाइजरको पार्टबाट हेर्ने भने उनीहरूले पनि कति मेहनत गरेको हुन्छ होइन इन द ब्याक एन्ड अब हामीले पनि आफ्नो चाहिँ समय मिलाएर कामसाम सबै पन्छाएर यताउति गरेर आउने हो तर पनि अब के मिल्दैन कसो मिल्दैन कहिले वेदर मिल्दैन कहिले ट्राफिक मिल्दैन कहिले के हुँदैन तर केही न केही फ्याक्टरहरूले चाहिँ कन्ट्रिब्युट गरेर चाहिँ प्रोग्राम डिले हुन्छ कि त हामी ढिला पुग्छौँ है अब त्यही हो नेपालीहरूको त्यसै त्यही जरुरतमा चाहिँ फसिरहेछ नेपालीहरू फेरि त्यो बढी जस्तो नेपालीहरूलाई नै त्यो फ्याक्टरले इम्प्याक्ट गर्ने इम्प्याक्ट पर्छ अरू कल्चरको मान्छेहरूलाई पनि त आखिर लागु हुनुपर्ने त हुनुपर्ने हो तर अब एट द एन्ड अफ द डे चाहिँ हामीले चाहिँ वी क्यान पुट इट दिस वे कि हामीले नै अब प्रायोरिटाइज नगरे हो कि होइन अब सबैले आफ्नो प्रायोरिटीमा त्यो कार्यक्रमलाई राखेको भए त सबैजना समयमै पुग्थ्यो होला अब उनीहरूलाई चाहिने कुरै भएको भए चाहिँ कसैको एकदमै मनपर्ने मान्छेको प्रोग्राम होस् अथवा कसैको मनपर्ने मान्छेको फङ्सन होस् बर्थडे होस् वर्तमान जेसुकै होस् मनपर्ने मान्छेको छ भने चाहिँ उनीहरू समयमा पुग्छ होइन तर चाहिँ अब जुन चाहिँ धेरै प्रायोरिटी हुँदैन होइन जुन चाहिँ अब होलीको प्रोग्राम हो दिनभरि हुन्छ यार के अहिले अलिक जानु पऱ्यो भन्ला स्पेसिफिकली होलीको मात्रै कुरा नगरौँ कुनै पनि प्रोग्राममा होइन भन्ला त्यो भएको भएर चाहिँ मान्छेको आफ्नो माइन्ड सेट नै हो एट द एन्ड अफ द डे होइन उनीहरूले अब माइन्डमा त्यो कार्यक्रमलाई चाहिँ कसरी लिएको छ कुन लेभलमा हालेको छ कुन स्थानमा हालेको छ त्यो भएको भएर नै ढिला पुग्ने हो कि एकदमै ठिक छ अब जस्तै यस्तो खालको यो स्थानीय स्तरमा जुन खालको प्रोग्रामहरू भइरहन्छ अनि लोकल आर्टिस्टहरूलाई निम्त्याइन्छ
कस्तो रेस्पोन्स आउँछ यो यो अर्गनाइजरबाट? उनीहरूले कस्तो खालको यो इन टर्म्स अफ लाइक हुन्छ नि टाइम र उसलाई चाहिँ पे गर्ने सवालमा चाहिँ नि जस्तो आएर तिमीले एक्सपोजर पायो त्यही नै हो भन्ने भन्छन् कि यसो हल्का फुल्का पे पनि गर्छन्, कस्तो छ? त्यो चाहिँ अब अहिलेको लागि इफ आई हेभ टु से आई वुड से इट्स गेटिङ बेटर. गेटिङ बेटर. इट्स गेटिङ बेटर. ओके. एब्सोल्युटली गेटिङ बेटर. तर पहिला चाहिँ अब सायद मेरो आफ्नै पनि पर्सपेक्टिभबाट होला, म आफूले पनि आफूलाई त्यति भ्यालु नगरेको होला. जहाँ पनि गएर बजाइदिन्थेँ होइन, जहाँ पनि गएर केही कुरा डिमान्ड पनि गर्थेन र म आफूलाई नै सायद अनडिजर्भिङ सोच्थेँ होला होइन, कहीँ कतै. त्यही भएर कहिले पनि होइन, मैले यो क्वेसनलाई चाहिँ नि नट ओन्ली फोकसिङ अन यु इन्डिभिजुअली, मैले इन जेनरलमा जस्तै लोकल आर्टिस्टहरूको सवालमा चाहिँ त्यसरी गरेको होइन. हुन त हरेकको आफ्नो आफ्नो त्यो डिफ्रेन्ट एक्सपिरियन्स होला होइन. तर मैले भनेको चाहिँ उनीहरूले कस्तो भ्यालु भनेको त टाइम ल्यायो भने त त्यो टाइमलाई पे गर्नु पऱ्यो नि त होइन. कति दिन्छ भन्ने कुरा द्याट्स अ डिफ्रेन्ट थिङ होइन. बट त्यो उसमा चाहिँ अहिले बेटर भइरहेछ भने होइन, अहिले चाहिँ मच बेटर भइरहेछ हो. पहिला चाहिँ अब ल दिवस भाइ आऊ, अब मलाई त मेरै थाहा छैन, अब अरूलाई पे गर्छ कि गर्दैन, गर्ला होइन, डेफिनेटली अब गर्ला. तर मेरो केसमा चाहिँ पर्सनल एक्सपिरियन्समा चाहिँ पहिला चाहिँ निरज भाइ आइदियो भाइ भनेर भन्दिनँ होइन. अब त्यो टिकटेड प्रोग्राम छ होइन, त्यसमा पनि अब नामसाम पनि नलेख्ने होइन, अब एकदम फर ग्रान्टेड लिदिने. यस भाइ यहीँ त छ नि भनेर बोलाइदिने. म पनि खुसी भएर गइने, गाइदिने मजाले, केही डिमान्ड नगर्ने. पछि गएर चाहिँ अब आई स्टार्टेड थिङ्किङ कि होइन इट्स गेटिङ टु मच, किनकि आई पुट लट अफ एनर्जी होइन, टाइम एन्ड के अरे एफर्ट लाउनुपर्छ, प्र्याक्टिस गर्नुपर्छ होइन. मेन कुरा त समय नै हो. समय अब फ्यामिली भएपछि समय कति मिलाउनु पर्छ, यु नो इट बेटर. अनि त्यो भएको भएर चाहिँ पछि बिस्तारै चाहिँ आई स्टार्टेड होइन फोकसिङ, किनकि यसलाई पनि ब्यालेन्स गर्नुपर्छ भनेर चाहिँ अर्गनाइजरमा कुरा राख्दैपछि. बट दे टुक इट पोजिटिभली. अहिले चाहिँ अब आफैले नै अप्रोच गर्दाखेरि नै उहाँहरूले चाहिँ यसलाई यति हुन्छ है, वी रेस्पेक्ट योर टाइम, तपाईँलाई हामीले यति सम्मान गर्छौँ, यति आइदिनुहोस् भनेर चाहिँ उहाँहरूले चाहिँ गर्नुहुन्छ, विच इज नाइस. सो इट्स गेटिङ बेटर. गुड टु नो. जस्तै केही वर्ष अगाडि मैले नै तिमीलाई नेप्लिज उसमा चाहिँ एउटा एसोसिएसनको उसमा चाहिँ नि बोलाएर होइन, मैले त्यो एउटा अभ्यास जस्ट मैले प्र्याक्टिस चाहिँ नि गराएको थिएँ होइन त्यति बेला पनि होइन. फर विच आई एम भेरी थ्याङ्कफुल टु यु. त्यो जस्तो लाइक त्यो चाहिँ नि मैले एकदमै सोचेर नै त्यो गरेको त्यति बेला चाहिँ होइन. त्यसपछि चाहिँ त्यो तिम्रो ऊ चाहिँ कस्तो त्यो हुन्छ नि एउटा प्रवृत्ति कस्तो गइरहेछ भनेर मात्र बुझ्न खोजेको. ठिक छ, हामी यो यहाँको स्थानीय स्तरको बारेमा कुरा गऱ्यौँ होइन. अब डेफिनेटली तिमी आज यहाँ छौ, यो धेरै समयको हाम्रो हुन्छ नि प्लानिङ पछि आज बल्ल बस्न पाइहाल्छ होइन. अब यही मौकामा म अब चाहिँ के सोध्न चाहन्छु भने तिम्रो सङ्गीतको यात्रा र सङ्गीतप्रतिको प्रेरणाको बारेमा होइन केही कुराहरू गर्न चाहन्छु. जस्तै तिमीले औपचारिक रूपमा चाहिँ सङ्गीत कहिलेदेखि सिकेको? औपचारिक भन्नाले अब ट्रेनिङै लिएको भने ट्रेनिङ नै त अब स्कुल लेभलमै हो खास होइन. म क्लास 8-9 होला. ए ओके. 8-9 हो. मेरो साथी एकदमै मिल्ने साथी सुभाञ्जन, ऊ अहिले छैन हामीसँग, युएस बस्थ्यो, अहिले युएस बस्थ्यो अनि अहिले चाहिँ छैन हामीसँग. तर हामी चाहिँ सानदेखि स्कुलमा पढ्दाखेरि बुटुलमा, मेरो घर चाहिँ बुटुल, पढ्दादेखि नै ऊ चाहिँ एकदमै म्युजिकमा फ्रन्ट फरवर्ड के, जहिले पनि इङ्ग्लिस गीतहरू सुन्ने. हाम्रो सर्कलमै सबैभन्दा पहिला चाहिँ इङ्ग्लिस गीतलाई इन्ट्रोड्युस गर्ने चाहिँ उनी हो कि. अनि एकदम फरवर्ड म्युजिकमा, अनि गिटार सिटार बनाउनुपर्छ ह्यान्थेन भनेर भन्ने. अनि ऊ चाहिँ गिटार सिक्न गइसकेको थियो, हामीलाई थाहै छैन, हामीलाई बाल छैन होइन. अनि उसैलाई देखेर चाहिँ हामी इन्सपायर भएर सिक्नुपर्छ भनेर चाहिँ हाम्रो एकजना दाइ हुनुहुन्थ्यो, खतरा गिटारिस्ट होइन, अरविन्द दाइ भन्ने. उहाँलाई पनि सम्झिन चाहेँ. उहाँ नै मेरो फर्स्ट टिचर गिटारमा. उहाँसँग गएर सिकियो. क्लास 8 हो कि 9, आम प्रिटी नट कन्फिडेन्ट अबाउट दिस होइन, 8 हो कि 9 हो. अनि त्यही दाइसँग गएर सिकियो गिटार चाहिँ. 1-2 वर्ष सिकियो. त्यसपछि चाहिँ अब मलाई मेरो इन्ट्रेस्ट भनेको सिङ्गिङ हो, अनि मलाई भोकल सिक्नु थियो. अनि भोकलको लागि फेरि बुटोलमा चाहिँ त्यो टाइममा चाहिँ त्यस्तो राम्रो इन्स्टिच्युट नभएको भएर चाहिँ मैले त्यति खास वास्ता गरेको थिएन. अनि हाम्रो चाहिँ यता सुनौल भन्ने ठाउँबाट चाहिँ कृष्ण घताने मेरो गुरुजी, उहाँ चाहिँ बनारसबाट आउनुभएको गुरुजी. ए ओके. अनि उहाँ चाहिँ हप्तामा 1 दिन चाहिँ आउनुहुन्थ्यो बुटोल. हप्ताको 1 दिन एभ्री स्याटरडे आउनुहुन्थ्यो ट्रेनिङ दिनको लागि. मेरो साथीलाई, मेरो साथी सरिता श्रेष्ठ भन्ने थियो, उपनि स्कुलकै साथी, सिनियर थियो मेरो, ऊ सिनियर थियो. अनि उसँग कुरा गरेर चाहिँ मलाई पनि सिक्नु छ होइन, म बरु तिम्रै घर आउँछु
अनि गुरुजीसँग म पनि सिक्छु एभ्री स्याटरडे भनेर चाहिँ कुरा गरेँ। अनि उसले चाहिँ गुरुजीसँग कुरा गरेर चाहिँ हुन्छ व्हाइ नट भनेर चाहिँ भन्यो। अनि म चाहिँ पारीपुटलबाट उसको घर ट्राभल गर्थेँ जयगुटी। गुरुजी सुनौलदेखि जयगुटी ट्राभल गर्नुहुन्थ्यो एभ्री स्याटरडे। अनि त्यसरी चाहिँ म एटलिस्ट 2-3 वर्ष चाहिँ हप्ताको 1 दिन चाहिँ त्यसरी नै क्लासिकल म्युजिक चाहिँ सिकेँ गुरुजीसँग। अनि पछि अब एसएलसीको टाइम यताउति कलेज पढ्नु थाल्यो। अनि म जानु बन्द गरिदिएँ। अब के भएर बन्द गरिदिएँ त्यो चाहिँ अहिले मलाई झट्टै मेमोरीमा आएन होइन। तर मैले चाहिँ त्यो बन्द गरेको मलाई यादै छैन कि कसरी भन्ने अब थाहै छैन मलाई कसरी बन्द गरेँ भनेर। यतिकै जानै बन्द गरिदिएँ। त्यो जस्तै तिमीले त्यसपछि त्यो ट्रेनिङको दौरानकै टाइममा गरेको अलिक पछि नै गऱ्यो तिमीले जस्तै आफूलाई एउटा एज अ सिङ्गर होइन गायकको रूपमा चाहिँ चिन्ने उसमा औपचारिक रूपमा चाहिँ स्टेजमा गएर पर्फर्म गर्ने चाहिँ कति पछि भयो कि त्यो त्यही दौरानमै भयो? त्यही दौरानमै भयो। किनकि अब गिटार सिकेपछि यङ ब्लड होइन ब्यान्ड पनि बनाइयो। ब्यान्ड बनाउँदाखेरि नै मैले भोकल पनि सिकिरहेको थिएँ, ब्यान्डतिर पनि गरिरहेको थिएँ। अनि ब्यान्ड बनाउँदाखेरि नै अब गिगहरू पनि गरिरहेको थिएँ। स्पेसली अब हामी त भर्खरै अब स्टार्ट गरेको ब्यान्ड सामान जोगाउँ गर्नै कति गाह्रो हुन्छ नि त। त्यो मागेर बजाउने हो। प्लस बुटुल जस्तो ठाउँमा त्यतिखेर किन्छु भने पनि सामान पाइन्थेन होइन। सुनौल जानु पर्थ्यो कि ढल्ला इन्डिया जानु पर्थ्यो कि त काठमाडौँ जानु पर्थ्यो। अनि त्यो भएको भएर चाहिँ त्यो अभावमा चाहिँ अब मागेर कसैको रिलेटिभ्सले चाहिँ बाहिरबाट ल्याइदिएको गिटारहरू सापट्टि मागेर कसैको ड्रम मागेर त्यसरी गर्दै सानसानो गिगहरू गरेर प्रदर्शनी मेलामा बजाएर होइन त्यो गरेर चाहिँ हामी हुर्क्यौँ। प्र्याक्टिस त्यसरी भयो। ब्यान्ड त्यसरी टाइट हुँदै आयो। अनि मेरो भोकलको जोडी चाहिँ यता चाहिँ चलि नै रहेको थियो। तर त्यो अब तिमीले भने जस्तो एकदमै औपचारिक तरिकाले चाहिँ मैले आफूलाई एज अ सिङ्गरै प्रेजेन्ट गर्न त्यो चाहिँ त्यतिखेर समय चाहिँ थिएन। त्यो चाहिँ अब मैले नेपाल छोड्नु जेलसम्म पनि थिएन भन्ने हो भने खास म यहाँ आइसकेपछि बोल्नु चाहिँ एज अ मेरो एकजना भाइ सागर राजुले चाहिँ मोटिभेट गरेर चाहिँ गर्नुपर्छ दाइ अब यत्रो भइसक्यो नगरेको व्हाइ नट तपाईँसँग आफ्नो गीतहरू यत्रो छ व्हाइ नट भनेर चाहिँ त्यसपछि बल्ल त्यो जर्नीमा लाग्यो। तर त्यति बेला मैले अलिअलि सम्झिन्छु होइन तिमीलाई एकदमै मैले औपचारिक रूपमा त मैले चिनिसकेको थिएन। तर तिम्रो एउटा दुइटा उहरू चाहिँ सोहरूको भिडियो क्लिपहरू मैले देखेको थिएँ। त्यो उहाँको चाहिँ प्रदर्शनी मेला समथिङ त्यस्तै उसमा चाहिँ स्टेजमा तिमीले गाएको त्योहरू एउटा दुइटा फाटो चाहिँ हुन्थ्यो सायद होइन त्यति बेला होइन? प्रदर्शनी मेलामा पनि धेरै प्रोग्राम हुन्थ्यो। मेरो एज एन इन्डिभिजुअल पनि हुन्थ्यो किनकि म अब भोकल स्टुडेन्ट थिएँ। मेरो आधुनिक जोडी पनि थियो त्यहाँ होइन। क्लासिकल आधुनिक जोडी पनि थियो। प्लस अब एज अ ब्यान्ड चाहिँ पप जोडी पनि थियो कि दुइटै चाहिँ। ब्यान्डको नाम के थियो? ब्यान्डको नाम सुरुमा हामीले राख्दाखेरि चाहिँ म्युजिक डिसाइपल्स भनेर चाहिँ राखेका थियौँ। अनि होइन म्युजिक डिसाइपल्स चाहिँ पछि हो। त्योभन्दा अगाडि चाहिँ हामी अब विज किड्स भन्ने थियो। किड्स हामी चाहिँ बच्चै थियो कि होइन। त्यही पनि हामीले राखेको नाम होइन। हाम्रो चाहिँ त्यही दाइहरूले जसले हामीलाई गिटार सिकायो नि उहाँहरूले चाहिँ उहाँहरूले नै एउटा चाहिँ भ्यालेन्टाइन्सको उपलक्ष्यमा चाहिँ एउटा लाइभ कन्सर्ट थियो। जस्ट कन्सर्ट कन्टेस्ट पनि होइन, जस्ट कन्सर्ट थियो। अनि आज हामीलाई पनि तिमीले पनि सहभागी जनाउ नि त भनेर चाहिँ भन्नुभएको थियो। तर हाम्रो त ब्यान्ड भर्खरै हामी प्र्याक्टिस मात्रै गरेको थियौँ। वी डिडन्ट ह्याभ स्पेसिफिक ब्यान्ड होइन। अनि नाम पनि ब्यान्डको नाम पनि थाहा छैन के भनेर लेख्नु त पऱ्यो नि, दर्ता त गर्नु पऱ्यो नि भनेर। अनि ल ठिकै छ म तिमीहरूको नाम चाहिँ विज किड्स राखिदिन्छु भनेर चाहिँ विज भनेको WHIZZ विज त्यो त्यसको मतलब पनि मलाई थाहा छैन। त्यतिखेर थाहा थियो होला मैले बिर्सेँ होइन। अनि किड्स भनेर चाहिँ राखिदियो। अनि त्यसपछि चाहिँ 1-2वटा प्रोग्राम गरिसकेपछि सुभाञ्जनले चाहिँ म्युजिक डिसाइपल्स राखौँ, इट्स मच बेटर नेम भनेर चाहिँ म्युजिक डिसाइपल्स हालेर चाहिँ बाँकीको जर्नी एज अ म्युजिक डिसाइपल्स गऱ्यौँ। कतिजना थियो ब्यान्ड मेम्बरहरू? ब्यान्ड मेम्बरमा सुभाञ्जन एज अ लिड प्लेयर थियो। म भोकल्स एन्ड रिदम, विजय श्रेष्ठ ऊ पनि रिदममा थियो, श्रीज क्लाकोल इन अ ब्यास, शङ्कर गुरुङ ड्रम्स, एन्ड उपेन्द्र टुला। वी ह्याड 2 ड्रमर्स। ओके, ऊ चाहिँ नै सब्स्टिट्युटमा रहेछ त्यसो भए? सब्स्टिट्युटमा कहिले चाहिँ ब्याक भोकल गरिदिने होइन, मजा हुन्थ्यो। अनि सम्झिँदाखेरि चाहिँ एटलिस्ट आई हेभ समथिङ टु रिमेम्बर एन्ड बी ह्याप्पी अबाउट त्यो डेज। ठिक छ, त्यसो भए त्यो यो म्युजिकतिर तिम्रो झुकाव र इन्सपिरेसनको कुरा गर्दै गर्दाखेरि अनि जस्तै पारिवारिक वातावरणको कुरा गरौँ न। परिवारमा अरू कोही सदस्यहरू पनि म्युजिकतिर लाग्नु भएको छ कि? परिवारमा मैले देखेको त होइन, तर सुनेको धेरै। मेरो हजुरबा श्याम रत्न साक्य, उहाँ चाहिँ मेन हाम्रो म्युजिसियन। मेरो म्युजिक ब्लडमा बढी आयो होला सायद होइन। उहाँ चाहिँ
खुङ्खार भायोलिनिस्ट Okay. प्लेयर प्लस तबला पनि हो। अनि त्यसपछि चाहिँ अब मैले देखेको चाहिँ मेरो बुवालाई ड्याडले चाहिँ तबला बजाउनुहुन्थ्यो प्लस हार्मोनियम। अनि हार्मोनियममा अब कति कुराहरू ड्याडले आफूले पनि मलाई सिकाउनु भयो होइन, त्यो चाहिँ मलाई प्लस पोइन्ट भयो। अब म्युजिकल ब्याकग्राउन्ड चाहिँ त्यो हो मेरो होइन, त्यो भएको भएर पनि अब ममा अलिकति त्यो इनबिल्ड जुन हुनुपर्ने म्युजिक त्यो चाहिँ छ होला होइन सायद। अनि अहिले चाहिँ दाइले पनि अलिअलि म्युजिक गरिरहेको छन् फाटफुट। दाइले पनि गर्नुहुन्छ? दाइले पनि हल्का फुल्का गिटार बजाउने गाउने गरिरहेछ। भनेपछि त परिवारको सदस्यहरू प्रायः सबैजना नै म्युजिकमा इन्भल्भ रहेछ। बहिनी चाहिँ ऊ चाहिँ डान्स हो, अब लाइक एज अ डान्सर नै इस्टाब्लिस गर्दै गयो स्कुल लेभलदेखि नै, प्लस पछि एज अ डान्स टिचरै गर्यो। अनि अब अहिले त ऊ आफ्नै फ्यामिली छ तर स्टिल डान्समा अझै पनि छ। ओके गुड गुड। भनेपछि सबैजना एउटा आर्टकै फिल्डमा जान्छ। आर्टकै फिल्डमा जस्तै यो त भयो परिवारको कुरा, परिवारको इन्फ्लुएन्सको कुरा होइन, परिवार पारिवारिक ब्याकग्राउन्डबाट डेफिनेटली अब आफ्नो परिवारको सदस्य कोही चाहिँ नै खेलाडी छ भने कोही न कोही चाहिँ त्यसैबाट उ भएर होइन इन्फ्लुएन्स भएर खेलाडी खेलतिर जान्छ भने त्यो म्युजिकतिर पनि त्यसरी गयो जस्तो लाग्यो मलाई होइन। अर्को कुरा जस्तै याद छ कुनै मान्छेलाई अथवा एउटा आर्टिस्टलाई चाहिँ आफूले एउटा आदर्श मानेको थियो पहिलादेखि नै, नेपाल हुँदादेखि नै? नेपाल हुँदादेखि अफकोर्स किन नहुने यार। मेरो चाहिँ एकदमै फेभरेट त्यतिखेर होइन, जुन मलाई म आधुनिक फिल्ममा लागेपछि चाहिँ मलाई एकदमै फेभरेट मेरो रामकृष्ण ढकाल हो कि। रामकृष्ण ढकाल चाहिँ मेरो एकदम फेभरेट। म चाहिँ कसरी हुन्छ होइन ड्रिम के आई हेभ टु मिट दिस पर्सन, किनकि रामकृष्ण ढकालले चाहिँ एकदमै पोजिटिभ इम्प्याक्ट पारेको छ मेरो सिङ्गिङमा। मैले उसको आशीर्वाददेखिको लिएर आरोह अवरोह आग्रह सबै एल्बम आश्रा सबै एल्बम चाहिँ किनेरै सुनेको छु। त्यो क्यासेट नै के सिडीसम्म पुगेको थिएन त्यति, अडियो स्टिल अडियो क्यासेट थियो, किनेरै सुनेछु। अनि म एकदमै बिग फ्यान, बिग मोटिभेसन उबाट आएको। अनि त्यो एउटा मान्छेलाई चाहिँ मलाई भेट्नै पर्छ जसरी भए पनि भनेर चाहिँ प्रदर्शनी मेलामै फेरि त्यो जोडेको थिएँ। म क्लास 9मा पढ्थेँ। अनि यो चाहिँ बहुत मजेदार स्टोरी छ कि म क्लास पढ्दै मलाई थाहा थियो रामकृष्ण ढकाल चाहिँ अझ प्रदर्शनी आउँछ 4 बजेतिर आउँछ, कति 4-5 बजीतिर आउँछ। अनि स्कुल चाहिँ छुट्टिने बित्तिकै म दौड्नुपर्छ, म चाहिँ स्कुल ड्रेसमै दौडेँ क्या, सकिने बित्तिकै कुदेर दौडेँ प्रदर्शनी मेला। त्यो अब भिड कति भिड हुन्छ अब त्यहाँ, तिमी यु नो इट बेटर होइन। त्यो भयो भने यार गएँ सिधै त्यो गेट त्यो जहाँ छ त्यो विशेष अतिथिहरू राख्दा हुन्छ नि, त्यो नागेर गइदिएँ त्यहाँ बालतिर। अनि रामकृष्ण ढकाललाई भेटेँ। अनि त्यहाँ चाहिँ हाम्रो एकदम त्यो जहिले पनि म आर्टिस्टलाई भेट्दाखेरि चाहिँ त्यहाँ चाहिँ त्यो क्यामेराम्यान दाई चाहिँ जहिले पनि त्यही हुन्थ्यो क्या। त्यो दाईको नाम हरिश हो कि के हो, त्यो चाहिँ बोटल ट्राफिक चौकमा चाहिँ उहाँको फोटो स्टुडियो थियो, अहिले छ कि छैन थाहा छैन। अनि उहाँले चाहिँ भाइ खिच्ने फोटोहरू चाहिँ अफकोर्स त खिचिहाल्छ। त्यो फोटो मसँग अझै पनि छ अफकोर्स। त्यो मेरो फर्स्ट फोटो हो रामकृष्ण ढकाल दाईसँगको। अनि सौभाग्यवश चाहिँ अब कति वर्षपछि चाहिँ म यहाँ आइसकेँ। सुरुमा त नेपाली प्रोग्रामहरू खासै यहाँ हुन्थेन। अनि त्यो सिलसिलामा चाहिँ ओलम्पिक पार्कमा चाहिँ एउटा सानो नेपाली एक्सपो जस्तो थियो कि, त्यो आर्ट्सको ह्यान्डिक्राफ्टहरूको त्यस्तो एक्सपो थियो। अनि त्यहाँ चाहिँ आर्टिस्ट बोलाएको रामकृष्ण ढकाल नै होइन। अनि त्यो चाहिँ एकदमै स्मल प्रोग्राम थियो, स्मल स्केलको। अनि अर्गनाइजरहरू चाहिँ हाम्रो चाहिँ मेरो चाहिँ एकदमै मलाई चाहिँ एकदम सपोर्ट गर्ने अर्गनाइजरहरू हाम्रो अनुप भण्डारी, एनी, उहाँलाई पनि सम्झिनु चाहे। निर्वाणा इभेन्ट्स भन्ने थियो, उहाँले इस्टाब्लिस गरेको निर्वाणा इभेन्ट्स। उहाँले चाहिँ मलाई ल्याइजानु भएको थियो, मतलब निरज भाइ तिमीले गर्नुपर्छ प्रोग्राम, रामकृष्ण ढकालसँग मिलेर गर तिमीले भनेर भन्नुभयो कि। मैले वाह वाट एन अपर्च्युनिटी मलाई होइन, म मेरो यस्तो आइडल मान्छेसँगै गएर प्रोग्राम गर्नु पाएँ भनेर चाहिँ। अनि रामदालाई भेटेँ। अन्त रामदाले चाहिँ ल दाजुभाइ मिलेर प्रोग्राम गर्नुपर्छ अब भनेर चाहिँ भन्नुभयो। मसँग एउटा मात्रै गिटार थियो, कसै गिटार त्यो जोड्ने पनि थिएन, त्यो अगाडि माइक राखेर चाहिँ त्यो गर्ने। त्यो गरेर चाहिँ ल दाइ त म तपाईँको गीत गाउँछु पहिला भन्नाले तपाईँको फेभरेट गीत तपाईँको फरमाइसमा गाउँछु भनेर चाहिँ मैले भनेँ। दाइले चाहिँ मलाई चाहिँ सबिन दाइको गुराँसेको फेदमुनि गाएर सुनाइदिएको भनेर ल त्यही गीतबाट स्टार्ट गरेँ। त्यो त्यही भएर त्यो मजेदार स्टोरी छ कि मेरो। त्यो कति रमाइलो यो, जस्तै आफैले आदर्श मानेको आइडल मानेको व्यक्तिसँग स्टेज सेयर गरेर उसैको फरमाइसमा गीत गाउनु होइन। त्यो चाहिँ मेरो एकदमै मस्तिष्कमा सधैँ ताजा रहन्छ। ओके, त्यो फर्स्ट टाइम रामकृष्ण ढकाललाई स्टेजमा भेट्न जसरी तिमी एकदम हतारिएर गयो भन्यो नि,
त्यो अनि के याद छ के भन्यो तिमीले उसलाई? मलाई यादै त छैन यार, किनकि ऊ आफै पनि त्यतिखेर एकदमै जल्दो बोल्दो एकदमै हाई डिमान्ड आर्टिस्ट अनि सबले घेरेको त्यो हुँदै पनि म त्यो भिडमै गएर भिडमै फोटो खिचेको, तर खिच्ने मान्छेले चाहिँ मलाई र रामदालाई फोकस गरेर खिचेको भएर चाहिँ आई हेभ द्याट फोटो। तर स्टिल देयर इज अदर पिपल जुन चाहिँ एकदमै क्राउडेड छ, त्यही भएर मलाई आई डोन्ट थिङ्क उहाँले केही भन्नुभयो होला होइन, थ्याङ्क यू मात्रै भन्यो होला सायद त्यो बेला। फुर्सद पनि थियो होला सायद होइन अब त्यो क्राउडमा होइन। ठिक छ, ओके। जस्तै तिमी गीत गाउने मात्रै होइन, तिमी त कम्पोज पनि गर्छौ, लेखन पनि गर्छौ होइन। जस्तै गीतको यो चाहिँ नि लेखन प्रक्रियामा अघि भनिहाल्यो आफ्नो जनर चाहिँ नि मेरो होइन सेमी क्लासिकल भनेर भन्यो होइन। गीत लेखनहरूमा चाहिँ त्यो जनरलाई नै मिल्ने टाइपको सुरुमै उ गर्छौ कि पहिला जो हुन्छ नि जस्तो खालको गीत आउँछ अनि पछि त्यसलाई मिलाउँदै जाने कसरी गर्छौ? त्यो कम्पोजिसनमा कस्तो छ, सबैको आफ्नो पारा छ। कसैले एउटा पिस क्रिएट गर्छ अनि बल्ल त्यसलाई मेलोडीमा ढालेर लिरिक्स लेख्छ, कसैले चाहिँ लिरिक्स लेख्छ एज अ कविता अनि बल्ल त्यसलाई चाहिँ मेलोडीमा ढाल्छ। मेरो पनि त्यस्तो केही फरक त होइन, कसैले लिरिक्स ल्याएर दियो भने मैले त्यसलाई मेलोडीमा ढाल्छु, होइन भने म पनि एउटा मेलोडी कम्पोज गर्छु पहिला, अनि मेलोडी भइसकेपछि अब त्यसैमा चाहिँ रङ भरे जस्तै शब्दहरू भर्ने हो, त्यही हो। ओके, जस्तै यो अब यतातिर सङ्गीतकै कुरा गर्दै गर्दाखेरि हामी अब अस्ट्रेलियातिर छिरौँ होइन, नेपालदेखि अस्ट्रेलियासम्ममा। पहिलो कुरा त तिमी अस्ट्रेलिया कहिले आयो अरे? फेब्रुअरी 28 फेब्रुअरी 2008। भनेपछि झन्डै 17 वर्ष जति अलरेडी होइन? भयो, ओके, भएछ। के अस्ट्रेलिया आउनुको उद्देश्य चाहिँ के थियो? यो पनि बडा इन्ट्रेस्टिङ कहानी छ यार राम है। त्यतिखेर मलाई फर सम रिजन नेपालीहरू जब यो अस्ट्रेलिया जाने त्यो लहर चलेकै थिएन क्या, हामी स्कुलमै पढ्थेँ होइन। फर सम रिजन मलाई स्कुलदेखि नै हुन्छ नि आई वान्ट टु गो टु अस्ट्रेलिया भन्ने हुन्थ्यो क्या। म साथीहरूलाई पनि भन्थेँ म अस्ट्रेलिया जान्छु यार। अनि किन भन्दाखेरि चाहिँ मैले नेसनल जियोग्राफिक च्यानलमा चाहिँ अस्ट्रेलियाको चाहिँ भिडियोहरू खुब हेरेको थिएँ। अनि त्यसमा चाहिँ अब ओपेरा जस्तो मलाई थाहा पनि थिएन त्यतिखेर, देखाउने भनेको त्यो समुद्र मुनिको चिजहरू देखाउँथ्यो क्या। अनि त्यसले चाहिँ मलाई एकदमै फेसिनेट गरेको थियो होइन, अनि एट्र्याक्ट गरेको थियो। त्यो भएको भएर चाहिँ मैले जान्छु भनेर भन्थेँ। त्यही भएको भएर चाहिँ +2 सकेपछि दायाँ बायाँ केही नभइकन सिधै म ट्राई गर्छु भनेर चाहिँ स्टार्ट गेटिङ आइएल्स, त्यो स्टुडेन्ट भिजा ह्यान त्यन भनेर चाहिँ त्यो सोचेर होइन, मेरो आफ्नो एउटा इच्छै थियो कि म अस्ट्रेलिया आउँछु भनेर। अब आइसकेपछिको कर्म त अर्कै छ होइन, पढियो छोडियो बसियो, अब अहिलेसम्म यहीँ छौँ। तर यो सबैको त प्लानिङ त थिएन, तर आउँछु भन्ने प्लानिङ चाहिँ मेरो बच्चादेखि होइन स्कुलदेखि चाहिँ थियो। ठिक छ, अब त्यो +2 लेभलको पढाइ गर्ने बित्तिकै आउने भनेको पनि त्यति नेपालको सन्दर्भमा चाहिँ डिपली लजिकल थिङ्किङ गर्ने ऊ पनि होइन होइन नि, त्यसले गर्दा पनि त्यो पनि मैले सोधेको जस्तै हुन्छ नि, हरेकको आफ्नो आफ्नो एउटा रिजन हुन्छ, गोल हुन्छ आउनुको। अनि अहिले के त्यो त्यति बेला चाहिँ जियोग्राफी च्यानलमा उ गरेको त्यो देखेको कुराहरू यहाँ आएर प्रत्यक्ष देखियो कि के छ? देखियो, अफकोर्स देखियो, सिडनी एक्वेरियममा देखियो होइन, अनि अब बिचहरूमा कहिले काहीँ देखियो। तर मेन कुरा चाहिँ त्यही सिडनी एक्वेरियममै देखियो, माछाहरू त्यही त हो नि। ठिक छ, त्यसो भए अब हामी एकैछिन अस्ट्रेलियाको त्यो सुरुवाती दिनतिर जाउँ न त होइन। अनि कस्तो थियो त्यति बेला सिडनीको समय, सिडनीको चाहिँ एक हिसाबले हामी नेपाली समुदायको सङ्घर्षको फेजहरू? त्यो फेज अब सबै फेजको आफ्नो एउटा दुःख सुख रमाइलो कस्तो छ होइन। त्यो डेफिनेटली अलिकति गाह्रै थियो कोर्स, सुरुमा सबैलाई गाह्रो हुन्छ। हामी एक त अब मिडल क्लास फ्यामिलीमै बस्दै आएको होइन, एकैचोटि फ्यामिली छोडेर एक्लै ट्राभल गरेर विदेश आइसकेपछि त्यो चाहिँ एउटा कल्चरमै कसैले त्यो चेन ब्रेक गरे जस्तो भयो नि त। म आज सायद म नै फर्स्ट पर्सन होला बाहिर आएर अब कहिले केही पकाएर खाएको छैन आफूले होइन, तर अब के सोचेर सिधै आइयो, अब केटाहरूसँग बसेपछि अब धेरै कुरा हुन्छ। हामीले कहिले आफ्नो लुगा आफै पनि धोएको छैन, त्यो एक्सपिरियन्स पनि छैन नेपालमा होइन। यहाँ आएर सिकियो, सबै कुरा सिकियो, र जुन चाहिँ राम्रो हो भने म भन्छु सबैजनाले चाहिँ स्कुल एज सकेपछि +2 सकेपछि एकचोटि चाहिँ त्यो एक्सपिरियन्स गर्नुपर्छ भन्छु मैले।
होइन बाहिर आइसकेपछि एज एन इन्डिपेन्डेन्ट हुन सिकाउँछ यसले हामीलाई पकाउन लाउन बेसिक कुराहरू जुन चाहिँ इम्पोर्टेन्ट छ नि त लाइफ जिउनको लागि त्यो चाहिन्छ अनि हामी नेपालमा बस्दाखेरि चाहिँ एकदमै त्यो फ्यामिलीमा डिपेन्डेन्ट हुन्छ र एकजना चाहिँ मिलको इन्चार्ज सधैँ हुन्छ जस्तो लाग्छ हामीलाई जुन चाहिँ म मोस्ट अफ द टाइम जुन चाहिँ जरुरी छैन नि यु क्यान कुक यर सेल्फ यु क्यान इट यर सेल्फ होइन यु क्यान क्लिन यर सेल्फ यु क्यान वास यर सेल्फ अनि त्यसले चाहिँ धेरै कुरा सिकायो त्यो चाहिँ अब त्यो चाहिँ बेसिक भयो कि अब त्यो छोडेर पनि अब यहाँ आएको मेन कारण त अब पढाइ हो पढ्नु पनि छ पैसा पनि कमाउनु छ हामी वी कान्ट अफोर्ड नेपालदेखि तिरेर यहाँ पढ्ने त त्यस्तो खुबी त छैन अनि अब काम गर्ने अब सुरुमा त्यो टाइममा काम भनेको फेरि अब त्यस्तो अहिलेको जस्तो अहिलेको भाइ बहिनीहरू त दे आर भेरी डिमान्डिङ प्लस दे आर भेरी स्किल जस्तै त्यो सुरुको दिनहरुमा के कामबाट सुरु गरे भनौँ काम त अब अफकोर्स सुरुमा चाहिँ हामीले क्लिनिङबाटै सुरु गरियो होइन कति समय त म तिमीसँगै काम सेयर गरेँ अनि क्लिनिङ काम गरियो धेरै गरियो क्लिनिङ काम मैले 7-8 वर्षै गरेँ होला होइन अनि हाम्रो कम्पनी एकदमै इस्टाब्लिस कम्पनी हाम्रो नेपाली दाइकै हुन्थ्यो के सिकायो त्यसले त्यो खालको चाहिँ सङ्घर्षको त्यो सुरुवाती दिनको त्यो कामले चाहिँ के सिकायो भने काम त कामै हो होइन अब सानो काम गरे पनि क्लिनिङ काम गरे पनि अफिसको काम गरे पनि क्यामेरा बोकेर खिचे काम गरे पनि काम त कामै हो पैसा त्यसले पनि दिन्छ त्यही भएर अनि प्लस अब काममा जाँदाखेरि चाहिँ अब मैले चाहिँ सिडनीको तिम्रो सबै यो जुन 5 स्टार होटलहरू छ नि रेडिसनदेखि अमरादेखि सबै होटलहरूमा चाहिँ मैले त्यो फ्लोर जुन छ नि चम्कने काम रातभरि फ्लोर चम्कने काम गर्थेँ अनि त्यहाँको त्यो रिप्रेजेन्टेटिभहरू त्यहाँका मान्छेहरू चाहिँ उनीहरूको रेस्पोन्स चाहिँ त्यस्तो क्लिनर भनेर चाहिँ त्यो त्यस्तो छुट्टै हेर्ने तिनीहरूको थिएन क्या अनि त्यहाँबाट पनि धेरै कुरा सिकियो कि यार बाहिर भनेको हामीले नेपालमा अब पढे छोडे भनेर भन्छौँ नि त्यो झाडु लगाउने छोडे टोइलेट सफा गर्नेहरूले पढे छोडे त्यो द्याट्स भेरी ब्याड होइन त्यो राम्रो होइन रहेछ थाहा छैन यहाँ चाहिँ रेस्पेक्ट हुन्छ तिमी काम हुनु पऱ्यो आफ्नो काम चाहिँ अब आफ्नो दायरामा बसेर गर्नु पऱ्यो अनि त्यही नै राम्रो हो क्या त्यसैले तिमीलाई खाना दिन्छ त्यसैले तिमीलाई रेस्पेक्ट दिन्छ अनि त्यसैले तिमीलाई फ्रिडम दिन्छ सो काम हुनु राम्रो हो डजन्ट म्याटर त्यो चाहिँ क्लिनिङ काम होस् चाहे जस्तै त्यो भने नेपालमा हुँदाखेरि त्यो पारिवारिक माहौल अथवा सोसाइटीको माहौल सबै कुराले गर्दा भने त्यति सङ्घर्ष गरेको थिएन कामहरू गरेको थिएन आफ्नो बेसिक लाइफ ऊ चाहिँ त्यो स्किलहरू पनि सिकेको थिएन तर यहाँ आएर त्यसरी एउटा हुन्छ नि फिक्स टाइममा रहेर त्यो काम त्यसरी गर्नु पर्दा चाहिँ नि कस्तो फिल हुन्थ्यो कहिलेकाहीँ त अब एकदमै गिभअप फिल हुन्थ्यो नि त्यहाँ होइन अब टु मच केही गर्न आउँदैन आफूलाई केही सिकेको छैन होइन अब मेरो एउटा होटल थियो होटलमा चाहिँ एभ्री टाइम देस मिल रेडी स्कुलबाट आऊ मोमो तयार छ मोमो खाऊ छोला खाऊ जेसुकै खाऊ होइन अब कहिले त्यस्तो समस्या छैन अब यहाँ चाहिँ अब तिमी कामबाट आउँछौ इट्स नथिङ टु इट कि त तिमी किनेर खानु पऱ्यो होइन पैसा खर्च गर्नु पऱ्यो त्यो दुःखको क्षणलाई परिवारसँग कतिको सेयर गरे त्यति बेलाको टाइममा त्यो चाहिँ गरिएन क्या त्यो चाहिँ गरिएन नगर्नुको कारण अब कारण नै त भन्ने त्यस्तो छैन अब हाम्रो मेन कुरा त समय नै हो त्यो समय मिलेन होला किनकि कामको टाइम प्लस अब मेरो फ्री टाइममा फोन गर्ने टाइम अब त्यस्तो ब्रेकडाउनै भएर फोन गर्ने मान्छे पनि फेरि म होइन होइन ब्रेकडाउनै भए पनि आई वुड हेभ केप्ट इट माइसेल्फ होइन म त्यस्तो देखाउने चाहिँ थिएन र मेरो त्यो नेचरमा पनि छैन त्यही भएर पनि गरिनँ होला तर मेन कुरा चाहिँ आई वुड से कि टाइम नै हो टाइम मिलेन होला होइन अब टाइम हुँदाखेरि जब फोन गर्थेँ त्यतिखेर चाहिँ अब अरू कुरा नै गरिन्थ्यो होला भलाकुसारी गरिन्थ्यो तर अब त्यो आफ्नो दुःख सुख पुग्ने चाहिँ त्यो चाहिँ गरिएन जस्तै त्यति बेला तिमी त +2 भनेपछि त त्यति साह्रो मेच्योर एज पनि थिएन घरबाट कहिलेकाहीँ पुछानी हुन्थेन के गर्दैछ बाबु कस्तो छ तँलाई भन्ने खालको त्यो अफकोर्स भयो होला तर अब मेमोरी समय धेरै भइसक्यो होइन मेमोरी फेड भइसक्यो कि खास भन्यो भने मलाई एक्ज्याक्टली यादै छैन प्लस मेरो मम्मी पनि त्यतिखेर बाहिरै हुनुहुन्थ्यो इजरायलमा हुनुहुन्थ्यो नेपालमा कुरा गर्ने भनेको कि त दाइ बहिनी कि त बुवासँग हो अनि आई डोन्ट रियली रिमेम्बर कि उहाँले के भइरहेछ कसो त्यस्तो केही स्पेसिफिकली सोध्नु भयो होला दुःखको बारेमा होइन बरु मैले उल्टै चाहिँ अब कहिलेकाहीँ चाहिँ केही पकाउँदाखेरि चाहिँ फोन गरेर सोधेँ होला यो कसरी पकाउने हो यसमा के हाल्नुपर्छ मसला किनकि युट्युब वाज नट अ कल्चर एट द्याट टाइम होइन अहिले पो आस्ट वर्ल्ड बसेर युट्युबमा एभ्रिथिङ यु
यु क्यान फाइन्ड इन युट्युब त्यतिखेर थिएन अनि त्यही नै हो मेमोरीमा मसँग भएको त्यो फोनै गरेर चाहिँ मलाई यस्तो भयो उस्तो भयो भनेर आई डोन्ट रिमेम्बर त्यस चाहिँ मैले गरिनँ होला ठिक छ अब जस्तै अब त्यति बेला बस्दाखेरि त अभियसली किनकि तिम्रो हाम्रो आउने समय भनेको अलमोस्ट होइन केही महिनाको डिफ्रेन्स थियो त्यति बेला होइन उसको आउने समय अनि कोठा सेयर गरेर बस्ने चलन थियो नि त होइन थुप्रै धेरै साथीहरू होइन धेरै साथीहरू छन् हामीलाई धेरै भनेको रियली धेरै नै हो त्यति बेला धेरै नै हो एक्ज्याक्टली कस्तो थियो त्यो भन्नु न अलिकति त्यो मेरो चाहिँ तिमीले धेरै भन्यो होइन मेरो चाहिँ एक्सट्रिम धेरै नै थियो कि त्यो इट वाज 2 bedroom हाउस अनि हामी चाहिँ अलमोस्ट 13-14 जना बस्थ्यौँ कि 2 bedroom हाउसमा अब त्यो एकैचोटि बस्न त सम्भव थियो हो त्यही म त्यही आउँदैछु तर कहिले पनि त्यो 13 जना चाहिँ भेटेन कि मैले त्यो घरमा है किनकि सबैजना रातिको टाइममा चाहिँ काम सबैजना मोस्ट अफ द टाइम हाफ अफ देम राति काम जाने अनि हाफ अफ देम दिउँसो काम गर्ने सो राति काम गर्ने मान्छेहरू बिहान सुत्दाखेरि बाँकी घर स्टिल खाली नै छ दिउँसो काम गर्ने मान्छेहरू चाहिँ साँझ घर पुग्दाखेरि घर स्टिल खाली नै छ क्या मैले चाहिँ युजली भेट्ने भनेको मेरो साथी त्रिलोक हुन्थ्यो अनि अर्को मचिन भन्ने साथी हुन्थ्यो अनि हाम्रो एकजना भक्त दाई हुन्थ्यो त्यो 3 जना मान्छे चाहिँ मैले मोस्ट अफ द टाइम घरमा भेट्थेँ किनकि उहाँहरूको टाइम चाहिँ मेरो कामसँग मिल्थ्यो अनि बाँकी चाहिँ एज अ विकेन्डमा कहिले काहीँ पब्लिक होलिडेमा चाहिँ कहिले पनि त्यस्तो लागेन कि त्यो घरमा चाहिँ 13-14 जना बस्छ भनेर चाहिँ तर चाहिँ 13-14 जना चाहिँ हामी बस्छौँ कि त्यहाँ है अनि त्यो त्यति बेलाको एकदमै कमन स्टोरी पनि थियो सबै प्रायः जसो हाम्रो सर्कल अथवा हाम्रो कम्युनिटी होइन हामी जस्तै ऊबाट ब्याकग्राउन्डबाट आउने मान्छेहरूको बस्ने त्यो बसाइ चाहिँ होइन प्रायः जसो सबैले धेरै नै चाहिँ सेयर गरेर बसेको त्यो पछि न्युज पनि आयो होइन त्यो चाहिँ एकदम एक्सप्लोइट भयो यताउता भन्ने खालको होइन त्यस्तो खालको अब त्यतिखेर त्यही त हो नि अब यु जस्ट स्टार्ट अर्निङ यु वान्ट टु सेभ मनी होइन त्यसरी बसेपछि अब रेन्ट स्प्लिट हुन्छ अब ग्रोसरिज स्प्लिट हुन्छ तर फेरि नराम्रो फ्याक्टर पनि छ फेरि त्यसमा फेरि अब कसले पकाउने त्यो टेन्सन छ फेरि किनकि कोही क्लिनिङ कसले गर्ने होइन बिन कसले बाहिर हाल्ने त्यो अर्को टाइपको चाहिँ पछि हामीले आएर चाहिँ त्यो बिग बसमा हेऱ्यौँ होइन तर वी ह्याड अलरेडी गन थ्रु इट के हामीले बिग बसमा पछि बोल्न चाहिँ अफिसियल हेऱ्यौँ तर हामीले साँच्चै त्यो भोगिसकेको कुरा हो त्यस्तो हुँदो रहेछ सायद सेलिब्रिटीहरूमा त हुन्छ भने हामी त नर्मल मान्छेहरू होइन त्यो चाहिँ खतरा हुन्थ्यो त्यो चाहिँ मेन कुरा त पीडादायी भनेको खाना पकाउने नै हो होइन अब मोस्ट अफ देम कोही चाहिँ अब यो हस्पिटालिटीमा काम गर्थ्यो किचनमा सेफ काम गर्ने किचन गर्ने खाएरै आइदिने कि खाएरै आइदिने अनि स्पेसली उनीहरूको पकाउने भएको टाइममा झन् खाएरै आइदिने अनि त्यसपछि अब कसले पकाउने होइन अनि अब कुरे पकाउँछ पकाउँदै पकाउने होइन अनि लास्टमा गएर चाहिँ त्रिलोक र म हङ्ग्री खानु पकाउने त होइन बाहिर जानु पकाउने त कहाँ अब पकायो भने फेरि अब थोरै पकाउने कुरा भएन सबैलाई पकाउनु पऱ्यो होइन फेरि भयो छोड्दै जाऊ खाएर बाहिर जा मिल खायो टन्ना खाएर आयो आलु खाएर आयो चिप्स खायो लाइफ त्यो थियो होइन त तर त्यति बेला जस्तो कि हुन त अहिले हामी मेच्योर भएपछि द वे वी थिङ्क इज डिफ्रेन्ट मेबी डिफ्रेन्ट होइन तर त्यति बेलाको टाइममा टिम वर्क भन्ने कुरा हामीले नजानेको कहिले पनि नसिकेको भएर पो हो कि जसले सबै मिलेर गरौँ न त भन्ने खालको पनि त हुन सक्थ्यो नि त्यति बेला होइन तर भएन त्यो होइन त्यो चाहिँ मैले स्टिल एज नै भन्छु कि इट्स एन एज फ्याक्टर त्यो हामी टु यङ टु डु द्याट एन्ड टु यङ टु टेक अदर पिपल सिट फेरि कस्तो भने बस्दाखेरि कोही न कोही त लिडिङ मान्छे पनि चाहिन्छ नि त त्यहाँ सायद लिडिङ फिगर पनि कोही नभएर पनि हो कि अब लिडिङ फिगर भन्नाले हाम्रो भन्दा एकदमै एल्डर मान्छे हुन्थ्यो भक्त दाई हुनुहुन्थ्यो उहाँ चाहिँ होइन एल्डर भन्दैमा ऊ लिडर हुन्छ भन्ने त हुँदैन छैन अफकोर्स छैन तर चाहिँ एल्डर मान्छे हुनुहुन्छ हामीले चाहिँ दाई भन्ने मान्छे पनि छ है घरमा भन्ने एकजना थियो नि त एउटा एज अ गार्जियन ठुलो मान्छे अनि युजली अब हामी चाहिँ अब यस्तो ब्याकग्राउन्डबाट आउँछौँ कि दाई भनेपछि दाईले भनेको कुरा मान्नुपर्छ भन्छ नि तर नट एभ्री वान थिङ्क्स अबाउट द्याट होइन अनि त्यो भएको भएर चाहिँ अब लिडर नै त नभनौँ तर दाई हुन्थ्यो दाईले चाहिँ अब ल गर है भनेर भन्दाखेरि चाहिँ अब हामीले गर्थ्यौँ तर अब सबैजनाले त टेर्दैन होइन सबैले दाई भन्दैन त्यही हो ठिक छ अब जस्तै यो सङ्घर्षको दौरानमा होइन काम आफ्नै ठाउँमा थियो पढाइ आफ्नै ठाउँमा थियो पढाइ गर्दै गर्दा फेरि असेसमेन्ट गर्नुपर्ने त्यो डेडलाइनदेखि हरेक कुराहरू राम्रोसँग सुत्न नपाउने होइन त्यो सबै कुराहरू थियो नि त्यो एक हिसाबले भन्दाखेरि एकदमै च्यालेन्जिङ थियो नि त होइन कम्प्लिटली डिफ्रेन्ट इन्भाइरोमेन्टमा होइन अब नेपालबाट त्यो केही नसिकेर नगरेर आएको मान्छे त्यसमा आउँदा त्यस्तो हुँदै गर्दाखेरि कहिलेकाहीँ लागेन अस्ट्रेलिया आएर गलत गरिएछ कि भन्ने
त्यो चाहिँ लागेन यार। त्यो एउटा डिसिजन चाहिँ मलाई कहिले पनि बिचमै फर्क्यौँ जस्तो लागेन? त्यो चाहिँ लागेन। तर किनकि मेरो माइन्डमा चाहिँ सबकन्सियस माइन्डमा चाहिँ जहिले पनि के थियो भने आइ एम नट गोइङ टु लिभ इन अस्ट्रेलिया फर एभर। म चाहिँ पढ्न आएको हो, पढ्छु, कमाउँछु अनि सम्पन्न भएर चाहिँ म फर्किन्छु, घर फर्किन्छु भन्ने त मेरो प्लानमै थियो। त्यो भएको भएर चाहिँ बेकारमा आएछु यार, यस्तो दुःख, नेपालमा बरु खाइन्थ्यो मजाले बसेर भन्ने चाहिँ त्यो फिल चाहिँ भएन। अफकोर्स अब दुःख चाहिँ भइ नै हाल्छ होइन। अब काम गरेपछि अब रातिको काम गरिन्थ्यो, सुत्न पाइन्थेन, प्लस बिहान उठेर कलेज जानु पऱ्यो, फेरि सुत्नु पाएन, कलेज सकेर फेरि अर्को काम जानु पऱ्यो, फेरि सुत्नु पाएन, कहिलेकाहीँ चाहिँ अब 3-4 दिनै सुत्नु पाइन्थेन। तर स्टिल त्यो टाइममा चाहिँ अब त्यो बेकार आएछु भने त्यो दिमागमा सायदै आयो होला है। ठिक छ, एकदमै त्यो एउटा एकदम फाइटिङ स्पिरिट भनौँ न त्यसलाई चाहिँ होइन। जस्तै त्यो माइन्ड सेट चाहिने त्यो जुन किसिमको त्यति बेलाको त्यो मेन्टालिटी थियो, जस्तै यहाँ आएर म पढ्छु, पैसा कमाउँछु, अलिक सम्पन्न भएपछि म ब्याक टु नेपाल जान्छु भन्ने विचार अहिले बदलियो कि के छ? भने नि सबकन्सियस माइन्डमा अझै पनि छ क्या खास। म अझै पनि भन्छु अब नेभर लिभ थ्रु अल माई लाइफ इन अस्ट्रेलियाबाट भन्छु कि। तर टाइम चेन्ज हुन्छ होइन। अब अहिले त मेरो फ्यामिली छ, मेरो बच्चा छ, अब आई हेभ टु थिङ्क अबाउट देम। तर स्टिल चान्स पायो भने गो ब्याक है। त्यो चाहिँ नि अझै पनि छ? अझै पनि छ। ओके। किनकि आई डोन्ट थिङ्क एउटा सिम्पल कुरा भन्नु पर्दाखेरि चाहिँ कसरी सोच्छु मैले भने चाहिँ हामी चाहिँ घरबाट चाहिँ अरू कतै जाँदाखेरि विचार गर्नुपर्छ नि त, घर छोडेर अन्त जाँदैछौँ भने विचार गर्नुपर्छ नि त। तर अहिले त यो कुरा कस्तो छ भने म घर फर्किने कुरा हो नि त, आफ्नै घर फर्किनुलाई के विचार गर्नु पऱ्यो? त्यही त होइन। अब गर्ने कुरा त गरिसकेँ, म पढ्न आएको पढिसकेँ, कमाउन आएको कमाइसकेँ होइन, जिन्दगी जिउन आएको जिन्दगी देखिसकेँ, दुनियाँ देखिसकेँ, दुःख सुख देखिसकेँ। अब आई डोन्ट थिङ्क दिस मोर द्याट विल टेक मोर आउट अफ मी के। ओके, ठिक छ। जस्तै अब पछाडि फर्केर हेर्दा अब त्यो दिनहरू होइन, कहिलेकाहीँ चाहिने कुनै कुराहरू छ जस्तै मैले यसलाई यसरी गरेको भए अलि राम्रो हुन्थ्यो कि भन्ने खालको? पढाइको सवाल होस् या कामको सवाल होस्? पढाइको सवालमा चाहिँ म भन्छु होला भन्दा पनि अब के लाग्थ्यो त्यतिखेर चाहिँ अब हुलहुलमै लागेर चाहिँ अब अकाउन्ट्स पढ्ने भनेर आइयो, तिनीहरूको एकाउन्टेन्ट बनिन्छ भनेर आइयो। तर हामीलाई चाहिँ ज्ञान पनि भएन होइन यो कुरामा कि वी निड टु स्टडी द्याट सब्जेक्ट इन विच वी आर इन्ट्रेस्टेड होइन, इन विच एनर्जाइजेस यु, जुनमा तिमीलाई चाहिँ बढी चासो छ, मलाई यो कुरा गर्नु मन छ र यसले चाहिँ तिमीलाई त्यो ऊर्जा दिन्छ लाइफ लङ भन्ने जुन त्यो कन्सेप्ट चाहिँ एकदमै ढिला आयो क्या माइन्डमा। त्यो सायद हामी मेजोरिटी अफ नेपालीजको चाहिँ त्यो सायद समस्या त्यही नै होला। र हामीलाई त बरु कति ढिला आयो त आयो, स्टिल हामीले केही त गरेनौँ, त्यो अर्को कुरा छ होइन। तर कतिलाई चाहिँ आउँदैन कि होइन। अनि त्यो कुरा चाहिँ म चाहिँ चान्स पाएको भने म चेन्ज गर्थेँ कि, म गएर ब्याक टु गएर चाहिँ आई वुड स्टार्ट, म म्युजिक पढ्थेँ राम्रोसँग अफिसियल, अझै राम्रो अझै एउटा नयाँ हाइट्समा लान्थेँ, राम्रोसँग धेरै कुरा सिक्थेँ। अब मान्छेहरूले भन्नलाई फेरि अझै पनि सिक्नु अझै पनि के ढिला भएर यु हेभ इन्टरनेटबाट भन्छ। तर अब समय एउटै हुँदैन, ऊर्जा एउटै हुँदैन, एज एउटै हुँदैन होइन। अब फेरि मान्छेहरूले भन्ला होइन लर्निङ नेभर स्टप, एज इज जस्ट अ फ्याक्टर भन्ला होइन। अब मेरो पर्सनल एक्सपिरियन्समा चाहिँ त्यो अहिले चाहिँ मलाई मेरो लागि चाहिँ इट्स टु लेट, फ्यामिली भइसकेपछि सबै कुरा चेन्ज हुन्छ, त्यो प्रायोरिटीहरू चेन्ज हुन्छ। त्यो कुराले गर्दाखेरि चाहिँ चान्स पाएको भए चाहिँ आई वुड स्टडी म्युजिक ब्याक इन टाइम। जस्तै तिम्रो समयमा अस्ट्रेलिया आउँदा र अहिलेको समयमा आउँदाको फरकहरू चाहिँ के देख्छौ? मेन कुराहरू भन्नु पर्दाखेरि म आउँदाखेरि अस्ट्रेलिया र अहिलेको अस्ट्रेलिया होइन भन्नाले अब जस्तो आउने त्यो जुन ट्रेन्ड थियो नि हाम्रो पालोमा, त्यति बेला तिमी जुन तरिकाले आयो, जुन तरिकाले स्ट्रगलहरू गर्यो होइन, अथवा यो चाहिने डिफ्रेन्ट इन्भाइरोमेन्टमा भिज्नको लागि जुन सङ्घर्ष गर्यो र अहिलेको टाइममा चाहिँ कसरी देख्छौ त्यसलाई चाहिँ कम्पेयर गर्दाखेरि कस्तो छ? अहिले आउने भाइ बहिनीहरूको पनि त्यही लेभलको छ या कस्तो के पाउँछौ? अहिले आउने भाइ बहिनीहरूको लागि चाहिँ मेरो पर्सनल एक्सपिरियन्समा देखेको चाहिँ भाइ बहिनीहरूलाई है हेर्दाखेरि चाहिँ आई थिङ्क उनीहरूलाई मच सजिलो छ होला यार।
लास्टमा मन लाग्छ फेरि भन्नेहरूले भन्ला आफूले गरिस् मजाले 60 पोइन्टमा पिआर पाइसकिस् अब हामीलाई सजिलो छ भन्छ भन्ला होइन अब त्यो आफ्नो ठाउँमा छ पिआरको कुरा आफ्नो ठाउँमा छ तर चाहिँ जुन चाहिँ अब नेप्लिस कम्युनिटी बाक्लो भइसक्यो नि त तिमी जहाँ अब नेप्लिस जे पनि नेप्लिस छ नि त यहाँ नेप्लिस खाना छ नेप्लिस ज्वेलरी छ नेप्लिस कपडा पसल छ नेप्लिस बार्बर सप छ नेप्लिस रियल एस्टेट छ होइन कति कुराहरू नेप्लिस सबै इन टर्म्स अफ इन्फर्मेसन आजभोलि एकदमै इजी छ नि इजी छ अब कुनै कुराहरू त्यतिखेर चाहिँ प्रत्यक्ष मान्छेसँग भिडियो कल गरेर सोधे भयो भयो हाम्रो टाइममा चाहिँ हामी आउँदाखेरि त फेसबुक पनि थिएन नि यार यहीँ आएर बोल्नु पछि बोल्नु 1 वर्ष पछि बोल्नु फेसबुक आएको के फेसबुक आएको त्यही भएर चाहिँ इन टर्म्स अफ त्यो रिगार्ड्समा चाहिँ अहिलेको जेनेरेसनलाई चाहिँ कति कुराहरू चाहिँ धेरै नै सजिलो छ इन्हान्स बिफोर दे कम हियर दे आर वेल इन्फर्मड हैन वेल इन्फर्मड फोनबाटै सबै कुरा दे क्यान डु इट हाम्रो टाइममा चाहिँ वी स्टिल युज टु गो टु पोस्ट अफिस टु पे बिल्स अहिले त जाँदैनौँ अनि त्यो चाहिँ अब टेक्नोलोजिकल पार्ट भयो त्यो छोडेर चाहिँ अब कामको कुरा गर्ने हो भने पनि अहिलेको भाइ बहिनीहरू चाहिँ दे आर मच स्मार्ट हामीभन्दा धेरै स्मार्ट छ जस्तो लाग्छ मलाई है अहिलेको जेनेरेसन नै अब अल्फा हो कि के जेनेरेसन छ अहिले होइन जेनजी दे आर भेरी मच स्मार्ट स्पेसली विथ द टेक्नोलोजी अनि नेपालदेखि नै तिनीहरूले चाहिँ अब सबै कुरा रिसर्च गरेर होइन त्यो चाहिने स्किल हासिल गरेर अघि भनेको कुरा चाहिँ जुन थियो नि आफू मन परेको कुरा आफूलाई प्यासनको कुराहरू प्यासनलाई फलो गर्ने ड्रिम्सलाई फलो गर्ने त्यो गर्नेहरू जमात पनि अहिले बढेछ होइन त्यो दे आर भेरी मच अवेर अफ इट बरु भाडमा जाऊ फ्यामिली पैसा भाडमा जाऊ दे वान डु वाट दे वान्ट टु डु विच इज नाइस त्यो आँट समयमा हुँदैन त्यो पागलपन जरुरी पनि छ कि खास भन्यो भने र त्यो पागल हुने मान्छेहरू नै हो कि त्यसमा लागि परेर सक्षम हुने त्यो जस्तै अहिलेको यङ्स्टरमा ट्रेन्ड नै छ त्यो त होइन अब उनीहरूले चाहेको कुरा गर्ने अहिले हेर न कति धेरै फिल्डहरू चाहिँ एक्सप्लोर गरे कि नेपालीहरूले अब कोही चाहिँ अब यो पोडकास्टै हेर न कहाँ थियो त पहिला पोडकास्ट थियो अब कतिजनाले चाहिँ भिडियोग्राफीमा राम्रो गरिरहेछ तिम्रो क्याटी पेरीको फोटो खिचिरहेको छ कतिले होइन कसैले कसैको एज अ न्युज प्रेजेन्टर भइरहेछ भइरहेछ होइन कसैले प्याराग्लाइडिङ एक्सप्लोर गरिरहेछ कसैले स्कुबा डाइभिङ एक्सप्लोर गरिरहेछ कोही पुलिसमा जागिर खाइरहेछ सबैको आफ्नो प्यासन एक्सप्लोर गर्यो नि त मान्छेहरूले ठिक छ अब अलिकति तिम्रो सङ्गीत तिरको सङ्घर्ष र अनुभवको बारेतिर जाउँ होइन जस्तै तिमीले यो दौरानमा केही राम्रा गीतहरू पनि निकालेका छौ होइन ती गीतहरूको चाहिने कुरा गर्नु पर्दा होइन अहिले कुनै गीतहरू भन्दैनौ तिमीले सर्वाधिक चाहिने दर्शक या श्रोताहरूले रुचाएको मेरो अनेस्टली भन्नुपर्दा राम होइन त्यस्तो गीत मेरो त्यस्तो पपुलरै भएको त छैन होइन तिम्रो गीतहरूमा निकालेको गीतहरूमा चाहिँ मेरो निस्केको गीतहरूमा चाहिँ मान्छेहरूले अलि मन पराएको गीत भनेको 7 बोतल हो फर्स्ट गीत 7 बोतल अनि त्यसपछि जीवनसाथी अनि त्यसपछि चाहिँ अहिले रिसेन्टली त के भने 1-2 वर्ष भइसक्यो पासपोर्ट चाहिँ त्यो 3टा गीत चाहिँ जस मन पराइदिनु भएको थियो ओके मैले त्यो 3टा गीतको चाहिँ भिडियोहरू जस्तै तिमीलाई उ गर्ने भन्दा फेरि चाहिँ एकचोटि उ गरेर हेरेको चाहिँ थिएँ होइन त्यसमा जस्तै पर्टिकुलरली त्यो जीवनसाथी भन्ने गीतको कुरा गर्दाखेरि होइन त्यो चाहिँ नि मलाई चाहिँ नि अलि राम्रै मन पर्ने गीतमा पर्छ त्यो चाहिँ त्यसको कम्पोजिसनदेखि लिएर लिरिक्स सबै कुराहरू होइन जस्तै त्यसको अलिकति ब्याकग्राउन्ड भन्दैन कसरी लेख्यो कम्पोज गर्यो त्यो चाहिँ अब द सङ इटसेल्फ सेज जीवनसाथी मेरो लाइफ पार्टनरको लागि लेखेको गीत हो त्यो अब त्यसको स्टोरी के छ भने मेरो अब के समथिङ बर्थडे हो कि अब एनिभर्सरी हो त्यो मैले बिर्सेँ द्याट्स नट इम्पोर्टेन्ट होइन त्यसमा चाहिँ मलाई मेरो वाइफले चाहिँ गिटार प्रेजेन्ट गरेको थियो जुन चाहिँ मेरो चाहिँ त्यो पनि मेरो फेरि एउटा ड्रिम गिटारै थियो कि क्राफ्टरको TE6 माहोगनी भन्ने चाहिँ इट्स अ भेरी गुड गिटार अनि उसले चाहिँ अब कुनै टाइममा चाहिँ उसलाई देखाएको थिएँ होला होइन आई वान्ट टु बाई दिस गिटार समडे मैले देखाएको थिएँ होला अनि इट ह्यापन्स टु बी कि उसले चाहिँ त्यो किनेर पसलमा गएर किनेर ल्याएर मलाई चाहिँ प्रेजेन्ट गरेको थियो अनि त्यो भएको भएर चाहिँ इट्स भेरी स्पेसल गिटार एन्ड द फर्स्ट सङ आई विल कम्पोज इन दिस गिटार विल बी फर यु भनेर चाहिँ मैले त्यही गीत चाहिँ कम्पोज गरेँ अनि अब कम्पोज त गरेँ त्यसपछि कति समयसम्म अब त्यही त अस्ट्रेलियामा बसिन्छु होइन काम जाउँ घर आऊ त्यही रुटिन हुन्छ अनि धेरै पछि चाहिँ सायद 2-3 वर्षपछि नै भयो होला नेपाल गएको थिएँ
अनि मेरो भाइ सागर राज छ, उसले चाहिँ म्युजिक अरेन्जमेन्टहरू यताउति कामहरू गर्छ। अनि उसँग चाहिँ सल्लाह गरेर चाहिँ उसलाई गीत सुनाएँ। अनि उसले चाहिँ फेरि आल्मोडालाई के अरे एरेन्जको लागि चाहिँ भने होइन, आल्मोडा राणाप्रति। ऊ पनि त्यतिखेर एज अ स्ट्रगलिङ चलिरहेको थियो, उसको फन्टास्टिक रिलिज भइसकेको थिएन। अनि फन्टास्टिक पनि फेरि सागर राजले नै गरिरहेको थियो कि। सागरले चाहिँ मेरो र आल्मोडा दुइटैको प्रोजेक्ट गरिरहेको थियो, तर आल्मोडा चाहिँ एज अ एरेन्जर चाहिँ उसले चाहिँ मेरो प्रोजेक्ट गरिरहेको थियो कि। 7 बोतल अनि जीवनसाथी सँगै नै गरिरहेको थियो। अनि आल्मोडाले गर्यो। त्यसको पनि फेरि जब अरेन्ज भइसकेको थियो, त्यसमा पनि फेरि अलिकति हाम्रो कन्फ्लिक्ट भएको थियो कि, किनकि मैले यसलाई एज अ पियानो सङ गर्न खोजिरहेको थिएँ। किनकि एउटा अर्केस्ट्रल पियानो हुन्छ नि, तिमी मेरो जीवन साथी हुन्छ नि, त्यो सोचिरहेको थिएँ। तर उसले चाहिँ एज अ गिटार भन्ने ठानेर चाहिँ अलिकति मिसकम्युनिकेसन भएर चाहिँ एज अ गिटार बेस्ड सङलाई लियो उसले। अनि त्यही भएको भएर चाहिँ त्यो मेरो सुरको रिफ्स छ नि, त्यो नाना टाना, त्यो फिङ्गर स्टाइल रिफ्स, त्यो भएको त्यसैले चाहिँ त्यो त्यसरी नै त्यो अगाडि बढ्यो। राम्रै भयो, हुन्छ नि, अब जे हुन्छ राम्रोको लागि हुन्छ नि। अब हामीले जे सोच्छौँ कहिले काहीँ त्यो राम्रो भइदियो भने त ठिकै छ, तर भएन भने चाहिँ देयर इज मच बेटर थिङ्स अहेड फर यु भन्छ। ठिक छ, त्यसो भए एकैछिन यसलाई गरौँ न त, अलिकति यो गीतलाई चाहिँ नि गिटारमै गुनगुनाइदेऊ न त। तर यो गिटार फेरि त्यो गिटार चाहिँ होइन है, जुन गिटारको हामी कुरा गरेको होइन, जुन गिटारको अर्को गेमको कुरा गरेँ त्यो चाहिँ होइन। तर स्टिल दिस इज अल्सो गिफ्टेड बाई माई लभली वाइफ। गिटार त बहुत नयाँ देखिन्छ त। नयाँ नै हो, तर मैले अहिलेको रिसेन्टली भएको नेप्लिस प्रोग्राममा सेन्ट्रल कोस्टको त्यो नेप्लिस न्यु इयरमा, प्लस अस्तिको होली, प्लस सेन्ट्रल कोस्टमै अस्ति भएको त्यो न्यु इयरमै पनि त्यहाँ एउटा नेपाली पसल छ क्या, नेप्लिस एक्सन भन्ने, उनीहरूले पनि बोलाइरहन्छ मलाई। त्यहाँ त म एभ्री विक नै प्रोग्राम गर्थेँ। अनि मोस्ट अफ द टाइम म यही किताब बजाएर आउँछु। धेरै ठुलो त होइन। ठिक छ। जब तिमी मुस्क हाँसिदिन्छौ अनि जब हाँसेर बोलिदिन्छौ, लाग्छ सबै ठिकै छ। जब तिमी मायाले हेरिदिन्छौ अनि जब हेरेर लजाउँछौ, माया झन् गाढा हुन्छ। वर्णन गरौँ कसरी तिम्रो शब्द छैन मसँग। खुला बादल जस्तै निश्चल तिम्रो मन, मयूर चाहिँ चञ्चल तिमी अङ्गालोमा बाँध्नेछु तिमीलाई, मुटुभित्र साच्नेछु तिमीलाई। तिमी मेरो जीवन साथी, तिमी मेरो जीवन साथी। वाउ, थ्याङ्क यू। स्टिल होइन, अझै पनि यो गीत सुन्दाखेरि इट फिल्स सो फ्रेस होइन। तर तिमीले भने जस्तो यो गीतको लेखाइ, त्यसपछि म्युजिक कम्पोजिसन, पछि तयार हुन त अलिक टाइम नै लाग्छ। एभ्री सङ चाहिँ पहिला यहाँदेखि सुरु हुन्छ, त्यसपछि कपीमा जान्छ, त्यसपछि धुन बन्छ। अनि धुन बनिसकेपछि पनि त्यो कति समय चाहिँ त्यो पढ त्यतिकै नै रहिरहन्छ कि, मिक्सिङ मास्टरिङ गर्ने पनि टाइम लाग्छ नि, 2-3 वर्षकै त्यो दौरान त्यो होइन, लगभग तिमीले भने जस्तै 3 years एटलिस्ट त लाग्यो नै। त्यही त, त्यो मिक्स भएर रेडी भएर चाहिँ एज एन अडियो बाहिर निस्किनुलाई।
अनि तर ठिक छ यो जस्तो प्रोडक्टको कुरा गर्ने हो भने टाइम लियो तर राम्रो राम्रो प्रोडक्ट बनेको छ यो चाहिँ एउटा हुन्छ नि जस्तै सुमधुर सङ्गीत रुचाउने मान्छेहरूको लागि चाहिँ दिस इज रियली नाइस सङ भन्छु म चाहिँ होइन थ्याङ्क यू कसैलाई यो मनपर्छ कसैलाई पर्दैन भन्ने कुरा त्यो आफ्नो हो, ठाउँको कुरा हो होइन हो। त्यो जस्तै अब सङ्गीतकै कुरा गर्दाखेरि नेपालीहरू अस्ट्रेलियामा आइसकेपछि यहाँ आएर फुल टाइम सङ्गीतका हुन्छ नि सङ्गीतमा लाग्न कतिको सम्भव छ या चुनौतीहरू कस्ता छन्? अब के भन्ने आज यो कुरामा चुनौती त तिमी आफू कतिको कन्फिडेन्ट छौ आफ्नो स्किल्समा भन्ने कुरा हो मेन। तिमी एकदमै स्किलफुल छौ र युआर ड्याम कन्फिडेन्ट अबाउट इट भने चाहिँ गर्नु नसक्ने कुरा त के नै हो र होइन। तर इफ यु डाउट युर सेल्फ अब यत्तिकै सो अफ गर्नलाई मात्रै सिकेको हो होइन अलिकति हाइफाई हुनलाई मात्रै देखाउनलाई मात्रै गरे हो भने त मैले यो क्वेसन किन सोधेको भने जस्तै स्किल भएको मान्छेहरू जो अस्ट्रेलियामा थिए ब्याक टु नेपाल भएर उनी इस्टाब्लिस्ड आर्टिस्ट बने नि त होइन सङ्गीतका कुराहरू गर्दाखेरि त्यही भएर के हामी यहीँ बसेर चाहिँ नि नेपाली सङ्गीतमा फुल टाइममा बस्न सकिँदैन? अलि सकिँदैन होला यार है किन रहेछ त्यस्तो? किनकि त्यसको मार्केट छैन नि त। नेपाली कम्युनिटी त छ तर अब त्यो लेभलको चाहिँ प्रोग्राम भयो भने पनि नेपालबाटै आर्टिस्ट ल्याइदिन्छ। यहाँ भएको आर्टिस्टलाई चाहिँ त्यस्तो प्राथमिकता चाहिँ गर्दैन। हाम्रो नेपाली चलनमा स्थानीयलाई चाहिँ नि त्यति छैन के भ्यालु नदिने गर्दैन क्या होइन। त्यही मान्छे नेपाल गयो पछि उसैलाई फेरि हाइप उसमा चाहिँ नि गरेपछि चाहिँ अब त्यो त्यो चाहिँ हटकेक हुनै पर्छ क्या। किनकि त्यो पनि इट इज फेयर। अब जुन 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 जो देख्छ उही त बिक्छ नि होइन। जो देखिन्छ जो मार्केटमा हुन्छ जो ट्रेन्डिङमा हुन्छ उसैलाई त ल्याउँछ नि मान्छेहरूले। उसैको गीत सुन्छ उसैको लागि नै मान्छेहरूले पैसा तिरेर चाहिँ जान्छ। र जो अलरेडी यहीँ छ लाइक अस वी ओपन फर देम होइन। हामी चाहिँ ब्याक सपोर्टमा गएर चाहिँ वी ओपन द सो। ओके होइन मैले भनेको जस्तै ठिक छ तिमीसँग राम्रो स्किल छ राम्रो ट्यालेन्ट पनि छ होइन। तिम्रो इच्छा चाहिँ नि होइन म यहीँ बसेर नै केही गर्छु भन्दै गर्दा पनि उसको लागि चाहिँ नि चुनौती भनेको मार्केट नै छ होइन। मार्केटै छ उसको स्टिल मार्केट छ कि त अब यहाँ बसेर पनि गर्छु त्यसमा केही पनि खराबी छैन। तर कम्पिटै गर्ने हो भने अब अफकोर्स एज अ फुल टाइमर होइन गाह्रै छ क्या। अब कि त एकदमै लागि परेर आफ्नो ब्याकमा डेफिनेटली सेभिङ्स टन्नै हुनु पऱ्यो होइन। आफूलाई धान्न सक्ने त सेभिङ हुनु पऱ्यो। किनकि अब तिमी इस्ट्याब्लिस फुल टाइम लागेर म्युजिकमा लागेर इस्ट्याब्लिस नभएर त्यो लेभलको पैसा नकमाएसम्म त चलाउनु पऱ्यो नि त। आफ्नो एभ्रिडे रनिङ त हुनु पऱ्यो। अपरेटिङ कस्ट त धेरै हुन्छ होइन। त्यो छ भने चाहिँ यु क्यान डु इट होइन। भने चाहिँ अब पछि चाहिँ ओभरल्यापिङ हुन्छ होइन। कस्टहरूले तिमीलाई खान थाल्छ अनि यु गेट डिप्रेस्ड। त्यो चाहिँ नराम्रो हुन्छ एकदमै। जस्तै त्यस्तो जस्तै यो सङ्गीत क्षेत्रको मात्रै नभएर अरू विधाको पनि त्यो ट्यालेन्टहरू हामीलाई थाहा छ। कतिजना अस्ट्रेलिया पहिला हुनुहुन्थ्यो त्यसपछि ब्याक टु नेपाल गएर आफ्नो प्यासनलाई यहाँ फिगर आउट गरेर नेपाल गएर पछि राम्रो गरेको कतिजना छन् इस्टाब्लिस्ड होइन सेलिब्रिटी अहिले जोजना सेलिब्रिटी हुनुहुन्छ त्यस्तोहरू हो नि। मेन कुरा भनेको बजार नै रहेछ त्यसो भए त्यो सायद यो अस्ट्रेलिया मात्रै नभएर हाम्रो ग्लोबल्ली नै नेपालीहरूको कम्युनिटीको चाहिँ नि अलिकता ऊ हो कि होइन कन्सर्न। म त बजार त अफकोर्स सेकेन्ड्री हो। मेन कुरा चाहिँ प्रोडक्ट हो क्या। तिमी आफू कन्फिडेन्ट भएर चाहिँ के प्रोडक्ट निकाल्छौ त्यो प्रोडक्ट चाहिँ राम्रो हुनैपर्छ क्या चल्नको लागि। अनि त्यो राम्रो प्लस डिफ्रेन्ट प्लस युनिक हुनैपर्छ मार्केटमा ल्याएर मार्केटले बल्ल त मार्केटले रुचाउने कुरा हो नि त। तिमी प्रोडक्टै तिम्रो याद प्रोडक्ट छ भने मान्छेले त्यस्तै त भ्यालु गर्दैन नि त। अब फर इक्जाम्पल तिमी टेक सुशान्त केसी होइन। ऊ पनि त पहिला अस्ट्रेलियामै थियो होइन। उसले तर ऊ अस्ट्रेलियामै भएर पनि युट्युबकै कमाइ खाएर बसिरहेको थियो कि होइन। अनि पछि अब उसले रियलाइज गर्यो होला अफकोर्स मलाई यसैमा गर्नु छ। हि वाज भेरी मच कन्फिडेन्ट अबाउट इट। त्यसपछि फर्कियो होइन त्यसैमा लागि पऱ्यो फुल टाइम गऱ्यो। हिज डिफ्रेन्ट हिज युनिक हिज सङ्ग्स आर युनिक। उसले एउटा जेनर नै नयाँ ल्याएको छ कि यो जेनर पहिला थिएन। यो जुन प्याटर्नको सङ्गीत उसले गरिरहेको छ नि द होल प्याटर्न नै नयाँ प्याटर्न हो कि भनेको सबै एउटा नयाँ चिजै ल्याएर पस्किदिएको छ कि नेपाली जनताहरूको लागि। तर बिक्ने पनि त नयाँ नै युनिक कुरा नै हो नि। अनि देन वाइ वुडन्ट ही बी सक्सेसफुल। ओके जस्तै यो कुरामा मैले यङ र नयाँ आउने मात्रै कलाकारको कुरा गरेको होइन। जस्तै अलरेडी इस्टाब्लिस नेपालमा एकदमै राम्रोसँग इस्टाब्लिस भएको कलाकारहरू कतिजना विदेशी नै भयो। तर विदेशी सकेपछि उहाँको सङ्गीत कर्म त जारी नै थियो। तर जुन लेभलको सक्सेसहरू थियो नेपालमै हुँदा उहाँहरू चाहिँ विदेशी पछि त्यो लेभलको सक्सेस थिएन कि।
अनि उहाँलाई जब रियलाइज भयो अँ, केही वर्षपछि फेरि ब्याक टु नेपालै आउनुभयो क्या। त्यसले गर्दा हामी कता कता नेपाली सङ्गीत क्षेत्र चाहिँ ग्लोबलाइज हुन नसकेको हो कि हामी नेपालमै हो आउनुपर्ने हो कि त्यसलाई कि कस्तो के भएको जस्तो लाग्यो होइन। होला सायद अब ग्लोबलाइज त हुनुपर्ने हो तिमीले भने जस्तै होइन होइन अब त्यही लेभलको ट्यालेन्ट छ त्यही लेभलको स्किल छ त्यही लेभलको डेडिकेसन छ भने त सङ्गीत त जहाँबाट पनि गर्नु त्यही सकिन्छ त होइन होइन गर्नु हुनुपर्ने हो आई डोन्ट नो त्यो मैले भन्न खोजेको यति भ्यालु एड नहुने कि अँ, जस्तै यहीँ बसेर यहीँ अँ, गर्छु भन्दा तर त्यो मान्छे चाहिँ नि उहाँ गएर गरेपछि चाहिँ होइन हो आखिर उसले निकाल्ने प्रोडक्ट त्यही नै हो त्यही नै त्यो हो मान्छे अब त्यही नै हो होइन। नजिकको तीर्थ हेला भने जस्तै नै होला सायद होइन एकदमै ठिक छ। अब आर्टिस्टहरू त छ नि यहाँ पनि होइन यहाँ पनि आर्टिस्टहरू छ नेपालबाट आएर छ नि एकदम इस्टाब्लिस्ड आर्टिस्टहरू छ तर अब उत्साह छैन होइन उत्साह छैन त के भनौँ तर अब लेस भ्यालुएबल लेस भ्यालु छ कि किनकि अब अहिले पनि तिमीले यदि प्रोग्राम गर्छौ कुनै नयाँ प्रोग्राम गर्छौ र उहाँहरूलाई नै ल्याएर गर्छु भन्यो भने त्यति धेरै त्यो स्पार्क गर्दैन क्या चाम हुँदैन नेपालबाटै आर्टिस्ट ल्याउनुपर्छ र चलेकै आर्टिस्ट ल्याउनुपर्छ देन ओन्ली युल हेभ गुड प्रफिट्स। ठिक छ। जस्तै अब थोरै यहाँबाट अगाडि बढ्दै गर्दाखेरि कहिलेकाहीँ असफलता र चुनौतीहरूले चाहिँ नि निराश बनाउँछ। यस्तो निराशै त गराउँदैन म त जहिले पनि एकदम पोजिटिभ भाइब भएको मान्छे होइन म त्यो बरु हारेर पनि सिकिन्छ अफकोर्स कि त तिमी हार्छौ कि त तिमी जित्छौ कि त तिमी हार्छौ र हारेर चाहिँ सिक्छौ त्यो भन्ने मान्छे हो म होइन त्यो चुनौती त आफूलाई भने म हमेसा चाहिँ पोजिटिभ रहन चाहन्छु रहन्छु भन्ने कुरा जस्तै त्यसलाई कसरी त्यो मेन्टालिटी कसरी चाहिँ तयार पार्छु आफैलाई जस्तै सधैँभरि पोजिटिभ रहनको लागि। अब अहिले त यो अहिलेको ट्रेन्डिङमा चाहिँ यस्तै पोडकास्टहरू नै हो धेरै पोडकास्टहरू सुन्ने अनि मोटिभेसनल स्पिकरहरूलाई सुन्ने बुक्सहरू टाइम पायो भने बुक्सहरू पनि पढ्ने धेरै जस्तो त पोडकास्ट नै हो तर माइन्डसेटलाई चाहिँ मैले चाहिँ अहिले नै धेरै नै प्रोग्राम गरेर छु कि होइन निड टु बी पोजिटिभ एनर्जी यो एनर्जी भन्ने कुरा चाहिँ रहेछ कि खास यसले धेरै नै इम्प्याक्ट पार्छ कतै न कतैबाट युनिभर्सल एनर्जी युनिभर्सल फोर्स भन्ने कुरा चाहिँ छ। आई डोन्ट नो अबाउट गड सायद मान्छेले त्यसैलाई नै गड भनेर चाहिँ इन्टरप्रेट गरेको होला होइन तर आई स्टार्टेड टु बिलिभ कि यस देयर इज सम काइन्ड अफ एनर्जी द्याट किप्स यु मुभिङ द्याट किप्स यु वेकिङ अप एभ्री डे होइन तिमीलाई दौडाउँछ त्यही एनर्जीले र त्यो एनर्जी चाहिँ पोजिटिभ एनर्जी नै हो त्यो चाहिन्छ त्यसलाई चाहिँ कायम राख्नुपर्छ कसरी हुन्छ होइन अब तिमीले अब गीत गाएर हुन्छ कि राम्रो कुरा सुनेर पढेर हुन्छ कि आफ्नो बच्चा बच्चीलाई हुर्काएर हुन्छ कि आमाबाको कुरा सुनेर हुन्छ कि कसरी हुन्छ यु हेभ टु किप मोटिभेटिङ यर सेल्फ थिङ्किङ द्याट सबैजना राम्रो छ सो बेसिकली तिमीले चाहिँ नेगेटिभलाई फिल्टर आउट गर्नै पर्छ क्या कि नराम्रो भइरहेछ भने पनि त्यहाँ अफकोर्स त्यहाँ नराम्रो भइरहेछ भने पनि त्यहाँ केही न केही त राम्रो छ क्या हेर्ने मान्छेको दृष्टिकोण फरक हो मेरो गुड तिम्रो गुड हुन्छ जरुरी छैन नि त मेरो गुड तिम्रो ब्याड हुनसक्छ तिम्रो ब्याड मेरो गुड हुनसक्छ होइन त्यही हो हेर्ने मान्छेको दृष्टिकोण फरक हो तर नराम्रोमा पनि केही न केही राम्रो हुन्छ नै। अब आधी ग्लास हुन्छ नि त्यही भने जस्तै थ्योरी त्यही नै हाफ ग्लास हेर्ने कि आधी फुल भन्ने त्यही नै थ्योरी हो। जीवनमा एकदमै खुसी लागेको क्षण छ? एकदमै खुसी लागेको क्षण धेरै छ जस्तै एउटा भन्नुपर्दा कहिले कुन क्षण? त्यसको पनि डिफ्रेन्ट के अरे टर्म्स त्यो एरा छ भनौँ न एउटा चाहिँ स्कुल एरा एउटा चाहिँ कलेज एरा एउटा चाहिँ अब यहाँ आइसकेपछिको एरा अब तिमीले कुन एराको कुरा गरेछौ तिमीले नै उ गर न त्यसलाई चाहिँ कुनलाई चाहिँ पिक गर्छौ तिमीले जसले चाहिँ तिम्रो मनमा एकदमै अहिले चाहिँ अब टु टप आउट अल अफ इट सबभन्दा मोस्ट अहिलेको खुसी लागेको कुरा भनेको मेरो छोरी नै हो जब छोरी जन्मेको थियो त्यो वाज भेरी ह्याप्पी भेरी 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 ह्याप्पी अनि किनकि एक्सपेक्ट गरेको पनि छोरी नै थियो र छोरी नै भयो होइन। अनि दुःख लागेको क्षण तिमी प्रायः जस्तो चाहिँ पोजिटिभ रहन्छु भन्ने मान्छे तर कहिले कहिले दुःख त लाग्यो दुःख त हुन्छ नै मान्छेलाई एकदमै when did you feel really sad हुन्छ नि कहिले काहीँ लो फिल गर्ने होइन एकदमै त्यो सम्झिन गाह्रो छ
होइन होइन तर अब एक्चुअलमा पनि म स्याड हुँदैन इफ यु गो एन्ड आस्क माई वाइफ अर एनीबडी यु नोज मी म स्याडै हुँदैन यार खास भन्यो भने किनकि अब मैले त्यसलाई इग्नोर गरे हो कि होइन स्याडनेस जुन आउँछ भन्ने बित्तिकै अथवा छ भने पनि मैले त्यसलाई बाइपास गरेर चाहिँ अरू चिजहरू गर्छु कि तर आई डोन्ट रियली रिकल वेन आई वाज स्याड You don't even want to recall आई that. डोन्ट वान्ट टु रिकल Good. Fair enough. ल अबको यो राउन्डमा चाहिँ एउटा एकदम ऱ्यान्डम क्वेसन ऱ्यापिड फायर टाइपको होइन ओके म उ गर्छु तिमी एक शब्दमा जवाफ दिए हुन्छ त्यसको होइन एकदम क्विक चाहिँ होइन कहिले ऱ्यापिड फायर भन्ने चिज कहिले खेलाएको छैन जहिले पनि करण जोरको ऱ्यापिड फायर हेरी मात्र आयो होइन ठिक छ आज खेलौँ होइन लेट्स ब्रिङ इट अन भाइरल गीत या कालजय गीत कालजय गीत अफ कोर्स कालजय गीत या मनपर्ने सङ्गीतकार सङ्गीतकार नेपाली कि अब जुनसुकै नेपाली सङ्गीतकार चाहिँ अब मलाई न्यु बजारे चाहिँ आई लाइक इट द मोस्ट त्यसपछि अब गोपाल रसाइली अनि फिरोज साङदेन आई लाइक द मोस्ट ओके पहिलोचोटि विदेश गएको ठाउँ इन्डिया कुन ठाउँ सुनौली ओके माइक कि गिटार माइक मलाई चाहिँ गिटार लागिरहेको थियो तिमीले गिटार भन्छ कि भन्ने तर माइक भने होइन म चाहिँ गिटार प्लेयर एक्चुअलमा चाहिँ गिटार प्लेयर होइन नि त म सिङ्गर हो ओके अनि आई लाइक टु सिङ आई लाइक टु अनि अब गिटारले मलाई चाहिँ कम्पनी दिन्छ नि त तर मेरो मेन म्युजिक मेरो मेन सब्जेक्ट चाहिँ भोकल हो नि त ओके गुड तर मैले चाहिँ त्यसलाई एकदम जस्ट अपोजिट उसमा सोच्थेँ कि जस्तै मसँग गिटार भयो जस्तै एज अ सिङ्गर मसँग गिटार भयो भने म गाना त जहाँ पनि गाउन सक्छु भन्ने टाइप होइन हुन्छ नि त्यो डिफ्रेन्ट थिङ्किङ होइन विच इज फेयर नेपाल कि अस्ट्रेलिया नेपाल सज्जन राज वैद्य कि जोन चामलिङ राई जोन लोटोको टिकट किन्छौ भेरी रेयर तर किन्छु 50 मिलियन लोटो परे के गर्थ्यो त्यो त के गर्थेँ यार मैले वुड बी त्यो प्लानिङै छैन के गर्थेँ भनेर त्यो लोटोको त्यही भएर नि मान्छे लोटो पऱ्यो भने फेन्ट हुन्छ नि त्यो मान्छेहरूले त्यही भएर पछि चाहिँ आई हेभ रियलाइज कि अफकोर्स यदि केही गरेर परि नै हाल्यो भने पनि आई थिङ्क वी निड टु स्टार्ट टेकिङ फाइनेन्सियल एडभाइस कसैसँग चाहिँ हाउ डु आई म्यानेज माई फाइनेन्स भनेर चाहिँ त्यो एडभाइस लिनै पर्छ जस्तो लाग्छ मलाई परिहाल्यो भने पनि होइन मलाई पऱ्यो भने मसँग थुप्रै प्लानहरू छ स्योर ओके अलराइट नेपालको अहिलेको राष्ट्रपतिको नाम थाहा छैन यार मलाई टु बी अनेस्ट ठिकै छ नेपथ्य ब्यान्ड कि खोपो ब्यान्ड नेपथ्य ओके अब अर्को राउन्डमा चाहिँ नि हामीसँग केही फोटोहरू छ जुन हामी स्क्रिनमा देखाउँछौँ तिमीले त्यो फोटोलाई हेरेर चाहिँ नि त्यसको बारेमा इन्ट्रेस्टिङ ओके भन्नुपर्ने हुन्छ है त ल पहिलो फोटो हेरौँ हामी अब राष्ट्रपतिको नाम भन्दा नि त को रामचन्द्र पौडेल नामै सुनेको थिएन यार कसम चाहिँ यो हाम्रो नातिकाजी ओके नातिकाजीको कुनै गीत याद छ ए होइन का नातिकाजी उहाँ त फतेमान नि ओके फतेमान मर्न बरु गाह्रो हुँदैन सानानीको गलेमा धेरै छ नि तिम्रो जस्तो के अरे तिम्रो एक एक दुःख मैले नजिकबाट देखेको छु मेरो वान अफ द फेभरेट सङ र उसको मिलेको नै हेरौँ त फतेमान राज भन्ने पेसल नेक्स्ट उहाँ चाहिँ थाहा भएन यार मलाई उहाँ चाहिँ नि एउटा सायद तिमीले पहिलो नाम नातिकाजी उहाँ हो क्या उहाँ चाहिँ सङ्गीतकार हो नातिकाजी नेक्स्ट यो दुईवटा चिन्छौ ऊ त भिटेन हो बुझेको हो पहिलो चाहिँ चिनेन होइन पहिलो चाहिँ चिनेन भिटिनको पनि मलाई अब रियल नाम त थाहा छैन रियल नाम अब हामीले किन रियल नामै जान्नु पर्ने त्यस्तो आवश्यकता त फर्स्ट पनि ऱ्यापर नै हो भिटेनकै उसको होइन जनरको ऱ्यापर नै ऱ्याप गीत नै गाउने तर ऊ चाहिँ अहिलेको एकदम यङ उसलाई चाहिँ नि टुकी भनेर चिन्छ होइन उसको नाम ऊ गरेर त टुकी उसको ऱ्याप नेम चाहिँ नि होइन ऱ्याप सङ गर्दा टुकी चाहिँ उसको गीतहरू सायद तिमीले सुनेको छैन होला होइन अहिलेको यङ्स्टरहरूमा चाहिँ नि यो ऱ्याप सङ हेर्दा चाहिँ उसको गीतमा जुन किसिमको ऱ्यापमा पनि त सौल आउँछ नि होइन त्यो चाहिँ उसकोमा पाएको थिएँ
एकचोटि त्यो नामलाई क्लिक गरौँ त अनि त्यसपछि अनौठो सपना देख्छु सुत्ने बेला आधी रातमा ओके अनेकौँ प्रश्न उठ्छ दैव तिमीले ढाँटी राख्दा आफैलाई साँची मानी हात जोडी माफी माग्दा कसरी ठोक्नु पुग्यो विद्रोहको काँटी हातमा बोकेर बासी हातमा भौतारिन्छु पागलसरी उड्दैछु आकाशमाथि भावना त्यो बादलभरि नाच्न त आउँदैन तर बाङ्गो भयो आँगन पनि हो त्यसैले हारिरहेको छु रामायणमा रावण सरी म बस्ने समाजभित्र गरे थुप्रै परिक्रमा निशब्द हुन्छु दाग देख्दा तिम्रो चरित्रमा गरे त्यो परिश्रममा बजारेर पाखुरालाई नसोध जीवन के हो जालबिनाको माकुरालाई सही हो म फुल बोकी हिँड्छु पैतलामा काँडा राखी म आँसु मुस्ने गर्छु मैले खाने खाजामाथि म खुसी कहिले हुन्न आफ्नोसँग नाता गाँसी जसलाई राखे मनभित्र छोडी गयो डाँडा काटी के कुरा गर्नु यहाँ हाडी गाउँको जात्राको नढाँटी भन्दा छैन कसैलाई हात लाएको एक्लै छ हिँड्ने बाटो छैन कोहीको साथ पाएको रह्यो कुनै गीत होइन गुनासो हो आत्माको जस्तै एउटा इक्जाम्पल मात्रै यसको बारेमा चाहिँ होइन मलाई उसको चाहिँ नि रिसेन्टली मैले केही समय अगाडिदेखि चाहिँ नि उसलाई त्यो आजभोलि त इजी छ नि टिकटकमा एकदमै भाइरल आइरहेको हुन्छ होइन त्यो फलो गर्दा चाहिँ नि उसको एकदम राम्रो त्यो धेरै अरू गीतहरू पनि उसको चाहिँ नि स्टेज प्रोग्रामहरूमा हेर्दा पनि उसले कम्पोज गर्ने तरिका उसले त्यो शब्दलाई जुन हुन्छ नि एउटा लिरिक्सलाई चाहिँ नि एउटा मालामा उन्ने तरिकाहरू राम्रो लाग्यो मलाई चाहिँ होइन यो चाहिँ नि साउलफुल पनि लाग्यो होइन ठिक छ अब हामी लगभग अन्त्यतिर छौँ होइन फ्युचरको प्लानको बारेमा तिमी सधैँ पोजिटिभ रहने मान्छे होइन फ्युचरको प्लान आगामी योजनाहरू के छ कुनै नयाँ गीत वा एल्बमको तयारी छ नयाँ एल्बम त छैन तर गीत चाहिँ छ डेफिनेटली एउटा गीत चाहिँ रेडी नै छ हाम्रो चाहिँ यो नयाँ गीतको पनि फेरि स्टोरी नै छ भन्न मिल्छ भने भनिदिन्छु होइन एकदम यसको चाहिँ के छ स्टोरी भने आउट अफ नो वेयर आउट अफ द ब्लू चाहिँ हाम्रो नेपाली एकदमै राम्रो म्युजिसियन राम्रो म्युजिक अरेन्जर कम्पोजर कल्याण सिंह उहाँले चाहिँ हाम्रो कति नेपाली फिल्महरूमा प्लस नेपाली आर्टिस्टहरूलाई पनि गीतहरू कराएर दिनुहुन्छ राम्रो चल्ने गीतहरू छ अनि उहाँले चाहिँ आउट अफ नो वेयर चाहिँ मलाई चाहिँ एक दिन चाहिँ फेसबुक मेसेजरमा चाहिँ मेसेज पठाउनु भयो क्या अफकोर्स मेरो कुनै गीत हेर्नुभयो होला क्लिप्सहरू हेर्नुभयो होला अनि निरजी तपाईँको लागि चाहिँ एउटा गीत कम्पोज गरेको छु फर्स्ट मेसेज चाहिँ त्यही थियो क्या निरजी अफकोर्स हाइहेलो त छँदैछ अनि तपाईँको लागि एउटा गीत कम्पोज गरेको छु गर्नुहुन्छ भने हाउस लाइक कल्याण सिंह होइन कल्याण सिंहले मेसेज गरेको मलाई यार होइन म कहिले रामसँग गएर भेटेको पनि छैन होइन अब कति भइसक्यो यहाँ बसिरहेको नेपालको म्युजिसियनसँग त्यति हातमेलो पनि छैन तर कल्याण सिंहले अब नेपालको त्यत्रो धेरै आर्टिस्टहरूलाई छोडेर वाइ इज ही मेसेजिङ मी एन्ड सेङ कि मसँग तिम्रो लागि गीत छ त्यो प्र्याङ्क जस्तो मलाई लाग्यो सुरुमा प्र्याङ्क जस्तो लागेन तर किनकि मलाई थाहा थियो कल्याण सिंहको त्यो आफ्नै ओरिजिनल आइडी हो भनेर मलाई फलो गर्छु नि त अनि रिप्लाई गरेँ अनि अफकोर्स त्यो त इट्स एन अनर फर मी होइन त्यो पनि एउटा फेरि राम्रो कुरा के हो भने किनकि अब म्युजिसियनहरूलाई थाहा हुन्छ कि उसको गीत कसको भोकललाई सुट हुन्छ भनेर यो होइन कि म यो उयो मान्छेको भोकल अनुसार गीत बनाउँछु होइन कि म गीत बनाउँछु अनि यो गीत चाहिँ जब बन्छ नि यो गीत चाहिँ यो मान्छेलाई सुट हुन्छ है भनेर चाहिँ उहाँको इन्स्टिङ्क्ट एउटा हुन्छ क्या अनि त्यसैले नै उसलाई एउटा सफल म्युजिसियन बनाउँछ कि कल्याण दाइकोमा त्यो छ क्या अनि अब हुन्थ्यो होला अनि उहाँले चाहिँ मलाई त्यो अफर गर्नुभयो हुन्छ दाइ भनेर चाहिँ अनि उहाँले चाहिँ पठाउनु भयो त्यो गीतको लिरिसिस्ट फेरि हाम्रो खगेन्द्र भूपेन्द्र खड्का चाहिँ तपाईँले चिन्नुहुन्छ त्यो गीतको लिरिसिस्ट उहाँ भूपेन्द्र खड्काजी हुन्थ्यो उहाँ पनि फेरि मेरो एकदमै मलाई मनपर्ने लिरिसिस्ट स्कुल पाठशालादेखि लिएर कति धेरै गीतहरू उहाँहरूको छ बुक्स पनि थुप्रै छ अनि हुन्छ भन्थे अनि गीत पठाउनु भयो मलाई गीत चाहिँ अलिकति ऱ्यागी जनरमा थियो अफकोर्स नाइ भन्ने कुरै छैन हुन्छ दाइ सबै कुरा हुन्छ भनेर अनि उहाँले पठाउनु भयो देन आई स्टार्टेड रेकर्डिङ हियर मैले यहाँ चाहिँ भोकल्सको स्याम्पल रेकर्ड गरेर चाहिँ उहाँलाई पठाइदिएँ अनि उहाँले चाहिँ मिक्स मास्टर सबै एरेन्जिङहरू कम्प्लिट गरेर चाहिँ पठाउनु भयो गीत चाहिँ रेडी छ जस्ट अ म्याटर अफ टाइम कहिले रिलिज गर्ने भन्ने कुरा के छ प्लानिङ कहिलेसम्म एउटा कुनै अब त्यस्तो टाइमै त छैन तर मनी फ्याक्टर कि त्यसलाई एकैचोटि भिडियो पनि बनाएर त्यही सोचेको किनकि मेरो लास्ट सङ जुन पासपोर्ट थियो त्यसमा अनि मैले धेरै मिहिनेत गरेको थिएँ होइन यो गीत चाहिँ मेरो एकदमै भेरी क्लोज टु माई हार्ट यो गीत चाहिँ मेरो मैले एकदमै मनदेखि लेखेको गीत थियो
र आई वाज होपिङ कि मान्छेले मन पराउँछ, मन पराउँछ, सुन्नेलेहरूले मन परायो, तर मान्छेले सुन्दैन कि। अब हरेक आर्टिस्टहरूको गुनासो त्यही नै हुन्छ होला सायद, सबैले गीत सुनिदियोस् भन्ने हुन्छ होला, तर अब ठाउँमा पुग्दैन गीत होइन, एक्सपोजर पाउँदैन, अनि त्यसैले गर्दाखेरि चाहिँ अलिकति डिमोटिभेट हुन सक्ला, तर चाहिँ आई वुड नेभर बी द्याट, आई वुड किप ट्राइङ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ मैले यो गीत चाहिँ रिलिज गरेको छैन कि अहिलेसम्म। अब गर्ने नै हो भने चाहिँ अब प्रपर वेमा चाहिँ अब कम्प्लिट भिडियो नै गरेर चाहिँ गर्छु, अनि त्यसपछि आई विल ट्राई टु मेक इट रिच एज मेनी पिपल एज पोसिबल। जस्तै अब त्यसको भिडियो नै बनाउने भनेपछि त अलिकति लगानी पनि खाँचो पर्छ होइन, त्यही भएर नै मनी फ्याक्टरको कुरा गरेँ मैले। आजभोलि यस्तो पनि छ नि, जस्तै गीतहरू स्पोन्सरसिपमा पनि रिलिज हुने चलन चलिरहेछ नि अहिलेको नयाँ ट्रेन्ड होइन। को छ यार भनिदेऊ न यार होइन, देखिन्छ नि, जस्तै अब गीतको भिडियो बनाउँदा सुरुमै स्पोन्सर हुन्छ होइन, मजाले होइन। अब मैले साथीहरूलाई कुरा गरेको थिएँ, अब कोही अब नेपाली बिजनेसम्यानहरू पनि अब टाइकुनहरू छन् त अहिले पनि अस्ट्रेलियामा, सिडनीमै पनि धेरै बिजनेस टाइकुनहरू छन्, अनि उहाँलाई पनि मैले यसो अप्रोच गरेछु। सो अब होपफुली कसैले चाहिँ ओके म गरिदिन्छु भन्नुभयो भने चाहिँ है, आई एम ओपन फर इट, थ्याङ्क यू। गुड होइन, ठिक छ, जसले पनि हेर्नु भएको छ सुन्नु भएको छ मेबी होइन, आई थिङ्क द्याट वे। जस्तै अब अस्ट्रेलियालाई कर्मथलो बनाउँदै गर्दाखेरि आफ्नो जन्मथलोको मिस चाहिँ कतिको हुन्छ? त्यो चाहिँ मिस हुन्छ यार, अफकोर्स मिस त हुन्छ नै, बुटोल त धेरै मिस हुन्छ मलाई। किन हुँदो रहेछ जन्मथलोको मिस? अब किन हुन्छ यसलाई, यसको कसरी यहाँ केही कमी भएर हो? यहाँको त अब यहाँ त हामीले अब आफ्नो लाइफ जिउन थाल्यौँ अलिकति सेन्सिबल भएमा होइन, तर हाम्रो मोस्ट त्यो बालापन, चाइल्डहुड मेमोरिज, स्कुल टाइम, कलेज टाइम, मेरो त झन् अब यो म्युजिक जर्नी पनि छुट्टै त्यहीँबाट स्टार्ट भएको, मेरो ब्यान्डको जुन त्यो बन्डिङ टाइम, त्यो ग्रो भएको टाइम, अहिले सोच्दाखेरि कस्तो लाग्छ भने द्याट वाज अ डिफ्रेन्ट लाइफ, त्यो अर्को जुनी नै अर्को थियो होइन। मैले चाहिँ त्यो बाँचिसकेको छु, अनि अब म अर्को जन्म हो, यो अर्को लाइफ हो, त्यो टाइपको फिल हुन्छ कि। अनि त्यसले गर्दाखेरि चाहिँ कहिलेकाहीँ त्यो सम्झ्यो भने, कहिलेकाहीँ त्यो कोही त्यही साथीहरूसँग कुरा भयो भने चाहिँ एकदमै नोस्टाल्जिक फिल भएर चाहिँ आउँछ कि हो यार, यो रियल ह्याप्पिनेस त यो हुन त अब ह्याप्पिनेस यु डिटरमाइन युर सेल्फ, केले तिमीलाई ह्याप्पी गर्छ, तर रियल ह्याप्पिनेस चाहिँ त्यतिखेर चाहिँ धेरै ह्याप्पी थिए होला यार जस्तो फिल हुन्छ क्या। अनि मिस हुने कुरा पनि त्यही नै हो, साथीभाइहरू, अब त्यो गली चोकमा बसेर गिटार बजाउने, अब त्यो टाइम हो। अब यो टाइममा त म त्यहाँ गएर गलीमा बस्दै गिटार छैन नि, त हुँदैन, आजकल कसैले त्यस्तो गर्दैन, तर त्यो टाइममा त्यो चाहिँ एकदमै प्रिसियस थियो क्या, एकदमै। जाँदै अब होइन, आफ्नो जस्तै तिमी त एउटा आर्टिस्ट हो होइन, आफूसँग भएको कन्टेन्टहरूलाई सोसल मिडियामा कतिको प्रमोट गर्ने गर्छौ, कति एक्टिभ छ सोसल मिडियामा? छु म। अब मेरो गीतहरू चाहिँ अफकोर्स युट्युबमै आउँछ, मेरो युट्युब च्यानल पनि छ होइन, निरज साके, यु क्यान सर्च फर मी। अनि फेसबुकमा त मेरो प्रोफाइल छँदैछ, तर मेरो पेजै त छैन, किनकि आई डोन्ट थिङ्क आई एम रेडी फर द पेज येट। अनि नर्मल पेज छ, नर्मल फेसबुक प्रोफाइल छ, अनि प्रमोट त अब आफ्नो गीतहरू निकाल्यो भने चाहिँ डेफिनेटली त्यही मार्फतै मैले गर्ने हो। टिकटकमा चाहिँ म अलि छैन, किनकि अहिलेको जमाना फेरि टिकटक छ, अब सायद म त्यसमा त्यो मलाई त्यति धेरै एक्सपिरियन्स नभएर पनि होला, अब अलिकति एक्सप्लोर गऱ्यो भने त आउँछ नै होला, तर टु मच वर्क जस्तो लाग्छ कि मलाई, इट्स टु मच वर्क। त्यो सायद हामी अलि त्यसको लागि पछाडि नै भयौँ कि अहिलेको उसमा चाहिँ, जस्तै पुरानो गीतहरूलाई पनि अहिलेको टिकटक युजर्सले त्यो गीतको एउटा सर्टेन हुन्छ नि सेगमेन्टलाई टक्क निकालेर अनि उसले त्यसमा एक्टिङ गरेर चाहिँ टिकटकमा प्रेजेन्ट गरिदिरहेको हुन्छ। त्यसले एउटा त्यो प्रेजेन्टर जसले चाहिँ त्यो प्रेजेन्ट गरिरहेको छ उसको त आफ्नो स्किल ट्यालेन्टको त देखाए नै, प्लस त्यो पुरानो गीत जो चाहिँ एउटा सुसुप्त प्यासिभमा बसिरहेको थियो नि, रिभाइभ भएन हो कि नै होइन, त्यो एकदमै टिकटकले त्यसलाई एकदमै राम्रो रोल खेलिरहेको छ होइन। मलाई चाहिँ कस्तो लाग्छ भने एकदमै टु मच वर्क जस्तो लाग्छ कि, अब गीत बनायो, लेख्यो, मिक्सिङ गरेर गायो, युट्युबमा हाल्यो, परफर्म गऱ्यो, अनि फेरि आएर अब यो टिकटकमा हाल्दा पनि फेरि उत्तिकै मिहिनेत गर्नु, त्यहाँ कति धेरै एडिटिङ गर्नुपर्छ होइन, त्यो फिल्टरहरू के हो, आई डोन्ट नो, इट्स टु मच जस्तो लाग्छ मलाई। ओके होइन, त्यो अब हुन त अब हिट गीतहरूलाई, भाइरल गीतहरूलाई चाहिँ नि लिसनरहरूले, वेल विसरहरूले, फ्यानहरूले आफै चाहिँ टिकटकमा ल्याएर मजाले बजाइदिन्छन्, त्यो पनि हुन्छ एउटा होइन। मैले जस्ट भनेको एउटा
प्रमोट गर्ने प्लेटफर्म त्यस्तो पनि छ कोर्स हो हैन प्लेटफर्म त अहिले धेरै भयो क्या एकदम प्लेटफर्म धेरै भयो Yes. कन्टेन्ट थोरै भयो क्या अब अहिले choice. अँ। ठिक छ जाँदा जाँदै आफ्नो शुभचिन्तकहरूलाई केही भन्नु छ थ्याङ्क यू भन्छु सबैलाई जसले पनि मलाई चिन्नुहुन्न भने पनि मेरो नाम निरज छाके मेरो गीतहरू छ युट्युबमा धेरै थोरै प्लस सबै युट्युबमा मात्रै नभएर सबै मेरो म्युजिक स्ट्रिम प्लेटफर्ममा त्यो स्पोटिफाई होस् आइट्युन्स होस् एमाजोन होस् सबैमा छ अनि जानेको बुझेको सङ्गीतहरू चाहिँ गरिरहेको हुन्छु धेरै थोरै विदेशको भूमिमा छु त्यही भएर नेपालको जस्तो त्यो लेभलमा चाहिँ गर्न नसके पनि धेरै थोरै गरिरहेको हुन्छु नेपाली प्रोग्रामहरूमा कलसकल कतै कहीँ तपाईँहरूलाई भेटेछु भने पनि थ्याङ्क यू सो मच फर कमिङ अनि तपाईँहरूले गर्दाखेरि नै तपाईँहरूको ऊर्जाले गर्दा नै मैले अझै पनि कन्टिन्युटी गरिरहेको हुन्छु म्युजिक अझै पनि गर्छु र सधैँभरि गर्छु अब सास र उन्जेल म्युजिकलाई छोड्ने कुरा आउँदैन गरिन्छ नै अटोमेटिकली गरिन्छ कमी कमजोरी चाहिँ हुन्छ नै अफकोर्स हुन्छ तर चाहिँ कन्टिन्युटी चाहिँ डेफिनेटली भइरहन्छ तपाईँहरूको साथ सपोर्टको लागि थ्याङ्क यू सो मच नमस्ते हस् समय र संवादको लागि धेरै धेरै धन्यवाद यदि तपाईँ पनि आफ्नो कथा र अनुभव बाँड्न चाहनुहुन्छ भने कृपया हामीलाई silahiti.rs@gmail.com मा इमेल मार्फत जानकारी दिनुहोला हामी तपाईँको कथालाई आम श्रोता तथा दर्शकमाझ पुर्याउने माध्यम बन्नेछौँ कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव छन् भने हामीलाई जानकारी दिनुहोला हामीलाई युट्युबमा सब्स्क्राइब गर्नुहोला साथै विभिन्न सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम टिकटक एक्समा फलो गर्नुहोला अर्को एपिसोडमा नयाँ गेस्टको साथमा उपस्थित हुनेछौँ यहाँहरूको समय शुभ रहोस् धन्यवाद